गर्दै गर्नु होला। कुन चाहिँ स्क्रिप्टको टेक्निकल एनालाइसिस चाहिएको छ कमेन्ट गर्नु होला। युएलएचसी भन्नुभएको छ, सबैलाई धेरै धेरै स्वागत छ। युएलएचसीको कुरा गर्दाखेरि चाहिँ एउटा स्ट्रङ सपोर्ट चाहिँ यसले करिब 544 को जोनतिर चाहिँ लगाएको छ, लगाइसकेको त छैन तर 544 को जोनमा चाहिँ स्टप लस छ, सपोर्ट छ। अहिलेको समयमा चाहिँ बुलिस मोमेन्टम नै देखिन्छ ओभरअल। तपाईँले चाहिँ अहिले डराइहाल्नु पर्ने छैन, एन्ट्री चाहिँ नगर्नु होला। यसमा चाहिँ अलिकति बुलिस सेन्टिमेन्ट बियरिस सेन्टिमेन्ट देखिन सक्ने चान्स पनि छ। त्यो हुँदाखेरि एन्ट्री चाहिँ नगर्नु होला। छ भने ढुक्कसँग होल्ड गर्न सक्नुहुन्छ। एन्ट्रीको लागि चाहिँ हामी 600 को जोनसम्म चाहिँ वेट गरौँ। 600 भन्दा माथि क्लोज दिन्छ भने चाहिँ हामीले एन्ट्री गरेर चाहिँ करिब 640 देखि 50 को चाहिँ टार्गेट राखेर अगाडि बढ्न सक्छौँ है त। युएलएचसी 640 को टार्गेट राखेर अगाडि बढ्न सक्नुहुन्छ। अहिलेको अवस्थामा चाहिँ तपाईँले 600 को टार्गेट राखेर जानु होला। तपाईँको व्याक कति छ एकचोटि जानकारी दिनुभयो भने चाहिँ सजिलो हुन्छ है त टार्गेट सेट गर्न। हेलो सर, के छ हजुरको खबर भन्नुभएको छ। एकदम पर्फेक्ट छ। आज त युट्युबको मान्छेलाई इग्नोर होइन सर युट्युबको मान्छेलाई इग्नोर होइन है, इग्नोर होइन। हेलो, इग्नोर गरेको होइन है, युट्युबको मान्छेलाई पनि धेरै धेरै स्वागत छ। यता चाहिँ अब एउटै स्क्रिन मैले युज गर्ने भएको हुँदाखेरि चाहिँ अलिकति समस्या चाहिँ पर्न सक्छ है त। एउटै स्क्रिन छ, अब कता कता जाउँ है, गाह्रै पर्छ। यता टिकटकको कमेन्ट नि हेर्ने पऱ्यो। मान्डु भन्नुभएको छ। मान्डुको कुरा गर्दाखेरि चाहिँ अलिकति लो भोल्याटिलिटी डेफिनेटली पनि देखिएको छ। तपाईँले चाहिँ अहिलेको समयमा ढुक्कसँग होल्ड गर्न सक्नुहुन्छ। माथि जान सक्ने सम्भावना छ। बेच्नको लागि चाहिँ हतार नगर्नु होला। नयाँ किन्न पनि सक्नुहुन्छ है त। अहिलेको अवस्थामा नयाँ किनेर चाहिँ राख्न पनि सक्नुहुन्छ। एकदमै राम्रो सेटअप डेफिनेटली पनि फर्मेसन भएको छ। बिइडिसी भन्नुभएको छ। बिइडिसी के को लागि हेर्ने होला तपाईँले, त्यो पनि जानकारी दिनुभयो भने चाहिँ सजिलो हुन्छ। बिइडिसी सबैलाई धेरै धेरै स्वागत छ। बिइडिसीमा एकदमै फल देखिएको छ। फेरि पनि यसलाई ट्र्यापको रूपमा चाहिँ हामीले हेर्न सक्छौँ। यो एउटा ट्र्याप जस्तो काम गरेर चाहिँ यसले यो ट्र्याप हुनसक्छ है, यो ट्र्याप सेटअप हुनसक्छ। यहाँबाट चाहिँ यसरी मार्केट चाहिँ धेरै तल जान सक्ने सम्भावना हुँदाखेरि बिइडिसीमा चाहिँ अलिकति तपाईँ चाहिँ केयरफुल हुनुपर्ने जरुरत छ है त। अहिले चाहिँ यसमा हतार नगर्नु होला। बरु तपाईँहरूले सर्ट टर्मको लागि चाहिँ एकदम राम्रो मार्जिन बनाउनको लागि चाहिँ हेर्दै हुनुहुन्छ भने एनजिपिएलको अक्सन सेयर खुलेको छ। एनजिपिएलको अक्सन सेयर चाहिँ तपाईँले करिब 200 को जोनतिर चाहिँ तपाईँले भर्ने भए चाहिँ पर्न सक्ने सम्भावना छ है त। 200 देखि 205 को जोनसम्म पाउनुहुन्छ भने चाहिँ भर्नुहुन्छ भने चाहिँ पर्न सक्ने चान्स छ। एनजिपिएलको कुरा गर्ने हो भने अहिलेको अवस्थामा एनजिपिएल 286 को जोनमा छ। यसको अक्सन सेयर चाहिँ डेफिनेटली पनि एकचोटि ट्राई गर्नु होला है। नमस्ते सर भन्नुभएको छ। नमस्ते, सबैलाई स्वागत छ। बिएफसी भन्नुभएको छ। अक्सन सेयरमा अलिकति बुझ्न चाहनुहुन्छ भने चाहिँ त्यसको भिडियोहरू युट्युबमा प्रशस्तै पाउन सक्नुहुन्छ तपाईँले। एकचोटि अक्सन सेयरको बारेमा चाहिँ बुझ्नु होला। युट्युबको साथीहरूले कमेन्ट गर्दै गर्नु होला, म तपाईँको कमेन्ट उठाउने ट्राई गर्ने नै छु। बिएफसीको कुरा गर्दाखेरि फाइनेन्स सेक्टर ओभरअल म रिकमेन्ड गर्दिनँ। तपाईँले फाइनेन्समा हाल्ने पैसा बरु एनजिपिएलको अक्सन सेयरमा चाहिँ हाल्नु होला है त एकचोटि। बिएफसी अहिलेको समयमा तपाईँले अलिकति बियरिस सेन्टिमेन्ट चाहिँ डेफिनेटली पनि देख्न सक्नुहुन्छ। अलिकति तलै आउन सक्ने सम्भावना छ। कुन ब्याङ्कबाट भर्ने, जहाँसम्म मलाई लाग्छ सिद्धार्थ ब्याङ्कबाट होला। म चाहिँ भोलि भर्नेछु। त्यसपछि भोलि बेलुकाको लाइभमा चाहिँ म तपाईँहरूलाई जानकारी दिन्छु है त कुन ब्याङ्कबाट भर्ने भनेर। मैले करिब 205 रुपियाँको जोनतिर चाहिँ सायद भर्छु होला जहाँसम्म मलाई लाग्छ। अलिकति हेर्न चाहिँ मैले बाँकी नै छ है। एनजिपिएलको अक्सन सेयर चाहिँ तपाईँले डेफिनेटली पनि एकचोटि भर्नु होला। सिएलआई के गर्ने सर, के भन्छ यहाँ के खुलेछ मेरो। सिएलआईको कुरा गर्ने भए डेफिनेटली पनि अहिलेको समयमा होल्ड गर्न सक्नुहुन्छ। एउटा राम्रो सपोर्ट लिएर चाहिँ बजार माथि बढ्नको लागि चाहिँ तत्पर देखिएको छ, तयार देखिएको छ। त्यो हुँदाखेरि अहिले डराउनु पर्ने अवस्था छैन। नमात्तिनुहोस्, यसलाई चाहिँ ढुक्कसँग होल्ड गर्न सक्नुहुन्छ है त। खै युट्युबमा कमेन्ट नै आएन साथीहरू। 5 जना को करेन्ट भ्युवर्स हुनुहुन्छ, सबैले एक एक कमेन्ट गरेर चाहिँ साथ दिउँ है त युट्युबका साथीहरूले। अप्पर तामाकोसी भन्नुभएको छ। सर्ट फर्म मात्र लेख्नु होला कृपया। अप्पर तामाकोसीमा चाहिँ अलिकति तल चाहिँ आउन सक्ने सम्भावना छ। करिब 206 को जोनतिर आउन सक्छ है। तर त्यति बोलिन्जर ब्यान्ड अलिकति स्क्विज भएको हुँदाखेरि चाहिँ जे पनि हुनसक्छ। यसमा चाहिँ त्यस्तो एनालाइसिस गरेर केही पाउन सकिने अवस्था चाहिँ छैन। यो साइडवेजको रेन्जबाट चाहिँ धेरै बढिसकेको छैन। त्यो हुँदाखेरि अप्परमा चाहिँ हामीले कतिसम्म आउला के होला भन्न चाहिँ सकिँदैन। छ भने ढुक्कसँग होल्ड गर्न सक्नुहुन्छ। एचआरएल भन्नुभएको छ।
एचआरएलको कुरा गर्ने भने डेफिनेटली पनि अलिकति बियरिस चाहिँ देखिएको छ, तर यही जोनमा पाउनुहुन्छ अथवा यो भन्दा थोरै तल आउँछ भने चाहिँ तपाईँले अब चाहिँ एन्ट्रीको लागि हेर्न सक्नुहुन्छ है त। डेफिनेटली पनि धेरै नै माथि पुगिसकेको थियो, अहिले चाहिँ केही करेक्सन चाहिँ एचआरएलमा आएको छ, अब चाहिँ एन्ट्रीको लागि बेला भएको हो कि जस्तो चाहिँ देखिएको छ। तपाईँले स्टप लस सेटअप गरेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। तपाईँले स्टप लस करिब 1000 को जोनतिर चाहिँ स्टप लस राखेर जान सक्नुहुन्छ है त। 1000 को स्टप लस चाहिँ तपाईँले राखेर एचआरएलमा चाहिँ अगाडि बढ्नु होला। युट्युबका साथीहरूलाई धेरै धेरै स्वागत छ। खै युट्युबमा कमेन्ट नै आएन साथीहरू, युट्युबमा एक्चुअली कमेन्ट आएर साथ दिउँ सबैले। ल एनएफएस भन्नुभएको छ, एनएफएस नयाँ लगानीकर्ता हुनुहुन्छ भने डेफिनेटली पनि म रेकमेन्ड गर्दिनँ भने पुरानै लगानीकर्ता हुनुहुन्छ भने डेफिनेटली पनि एकचोटि हेर्न सक्नुहुन्छ। एनएफएसमा तपाईँले 1000 को टार्गेट यदि राखेर अगाडि बढ्नुहुन्छ भने 1000 को टार्गेट चाहिँ डेफिनेटली पनि एचिभेबल छ सर्ट टर्ममा। तपाईँले एनएफएसबाट चाहिँ राम्रै मुनाफा कमाउन सक्ने चाहिँ मैले देखेको छु, तर बिगिनर्स हुनुहुन्छ भने चाहिँ यसमा चाहिँ डेफिनेटली पनि एन्ट्री नगर्नु होला। तपाईँलाई चाहिँ मार्केटले धेरै नै नराम्रोसँग चाहिँ झुक्काउन सक्ने सम्भावना छ। एनएफएसमा चाहिँ नयाँ लगानीकर्ताहरू एन्ट्री नगर्नु होला। पुराना लगानीकर्ताले चाहिँ हेर्न सक्नुहुन्छ, अलिकति माथि जान सक्ने सम्भावना प्रशस्त छ। अलिकति माथिको जोनमा चाहिँ लगानीकर्ताहरू फसेको हुँदाखेरि चाहिँ यसमा चाहिँ अलिकति बढ्न सक्ने सम्भावना मैले देखेको छु। केडिएल भन्नुभएको छ, केडिएलको कुरा गर्ने भने डेफिनेटली पनि अहिले चाहिँ एन्ट्री नगर्नु होला, अब धेरै नै बढिसकेको छ। एनटिसी सर भन्नुभएको छ, सर मलाई एउटा डाउट थियो भन्नुभएको छ। डेफिनेटली पनि एकचोटि कमेन्ट गर्दै गर्नु होला। सरी सिन्धुबाट सुरु गरौँ है त। ल अहिले मैले कमेन्ट हेरेन छु। सिन्धुको कुरा गर्ने हो भने म डेफिनेटली पनि रेकमेन्ड चाहिँ गर्दिनँ है। सिन्धु विकास ब्याङ्क तपाईँसँग छ भने अहिलेको समयमा होल्ड गर्न चाहिँ सक्नुहुन्छ। अलिकति माथि जान सक्ने सम्भावना डेफिनेटली पनि छ, तर म चाहिँ रेकमेन्ड गर्दिनँ। यस्तो स्टकमा चाहिँ बेचेर निस्किनुहुन्छ भने पनि निस्किन सक्नुहुन्छ। नयाँ एन्ट्रीको लागि चाहिँ म यस भन्दिनँ है त। एमइएल भन्नुभएको छ, एमइएलको कुरा गर्दाखेरि चाहिँ अलिकति तल आइसकेको छ। अब चाहिँ तपाईँसँग छ भने होल्ड गर्न सक्नुहुन्छ। नयाँ एन्ट्रीको लागि करिब 340 को जोन 335 को जोनतिर आउँछ भने चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ है त नयाँ एन्ट्रीको लागि चाहिँ एमइएलको। त्यसै गरी एनटिसी भन्नुभएको छ, एनटिसीको कुरा गर्ने भने डेफिनेटली पनि अब बाइङ रेन्जमा चाहिँ आएको छ। एनटिसीलाई तपाईँले हेर्न सक्नुहुन्छ है त। एनटिसी चाहिँ डेफिनेटली पनि एउटा राम्रो जोनमा पाउनुभएको छ। सर एनजिपिएल अप्सन सेयर हजुरलाई भन्ने मान्छे मै हो, याद छ कि नै भन्नुभएको छ। धेरै धेरै याद छ, तपाईँलाई धेरै धेरै धन्यवाद। मैले एनजिपिएलको अलिकति एनालाइसिस गरेको, मैले चाहिँ जहाँसम्म लाग्छ राइट सेयरमा यदि मैले 205 रुपियाँको जति राखेँ भने चाहिँ पर्न सक्ने सम्भावना मैले देखेको छु। एनजिपिएलको टिकटकमा हेर्दै गर्नुभएका साथीहरूले पनि एकचोटि मेरो कुरालाई मध्यनजर गर्नु होला। एनजिपिएलको चाहिँ राइट सेयर खुलेको सरी अक्सन सेयर चाहिँ खुलेको छ। राइट सेयर खुलेको थियो, त्यो नबिकेको सेयर चाहिँ अक्सन सेयरमा खुलेको छ। तपाईँले एकचोटि भर्न चाहिँ सक्नुहुन्छ। म चाहिँ भोलि भर्दैछु। त्यो हुँदाखेरि तपाईँको लागि चाहिँ यो सम्पूर्ण जानकारी चाहिँ म भोलि दिनेछु। सायद चाहिँ मैले भोलि भर्छु होला है। कृष्ण भूषाल सर धेरै धेरै धन्यवाद, हजुरले मलाई यो एकदमै भ्यालुएबल सजेसन दिनुभएको छ। एनटिसीको लागि कुरा गर्ने भने एनटिसी डेफिनेटली पनि एन्ट्रीको लागि अब चाहिँ हेर्न सकिन्छ है त। जिएमएलआई भन्नुभएको छ, जिएमएलआईको कुरा गर्दाखेरि अब चाहिँ अलिकति डरलाग्दो सिचुएसन फर्मेसन भएको छ। अब चाहिँ एन्ट्री गर्दाखेरि अलिकति घातक प्रहार चाहिँ तपाईँलाई बजारले गर्न सक्ने सम्भावना डेफिनेटली पनि छ भने चाहिँ ढुक्कसँग होल्ड गर्नुहुन्छ। अझै पनि सेलिङको सिग्नल चाहिँ त्यति देखिएको छैन। भोल्युम चाहिँ डेफिनेटली पनि बढी भए तापनि यसरी प्राइस बढ्दाखेरि अलिकति भोल्युम बढ्नुलाई चाहिँ सामान्य रूपमै लिन सकिन्छ, तर तपाईँ डराइहाल्नु पर्ने आवश्यकता छैन। नयाँ एन्ट्री चाहिँ नगर्नु होला है त। अब एसएमएचएल सेल टार्गेट कति भन्नुभएको छ। एसएमएचएलको सबैले एक एक लाइक गरेर साथ दिनु साथीहरू। लगभग 50 जना जति भ्युअर्स हुनुहुन्छ, सबले एक लाइक हान्दिनु ल, एक लाइक हान्दिनु ल सबैले। एसएमएचएलको कुरा यदि गर्ने हो भने अलिकति तलै आइसकेको छ। अझै तल जान सक्ने सम्भावना डेफिनेटली पनि बजारमा रहन्छ। करिब 950 को जोनतिर जान सक्ने मैले आकलन गरेको छु। त्यो हुँदाखेरि अहिले एन्ट्रीको लागि हतार नगर्नु होला। छ भने चाहिँ होल्ड गर्न डेफिनेटली पनि सक्नुहुन्छ। सबैले एक लाइक चाहिँ गरिदिउँ है त। एचडिएल 1240 किनेको के गर्ने होला दाजु भन्नुभएको छ। एचडिएल डेफिनेटली पनि एउटा ब्लू चिप कम्पनी हो। एचडिएललाई तपाईँले होल्ड गर्न सक्नुहुन्छ। 1240 किन्नु भएको भने अहिलेसम्म पनि तपाईँ प्रफिटमै हुनुहुन्छ। अलिकति मार्केटले बढेर चाहिँ थोरै करेक्सन चाहिँ लिएको छ। यसमा चाहिँ तपाईँले बेचेर निस्किनु भएन भने चाहिँ एकदमै ठुलो हिम्मत चाहिँ तपाईँले देखाउनु भएको छ। अब चाहिँ बेच्नलाई हतार नगर्नु होला। यहाँबाट चाहिँ बजार माथि नै जान सक्ने सम्भावना छ। बजारको भविष्य चाहिँ एकदमै राम्रो छ है त। प्रभु ब्याङ्कको के छ फ्युचर भन्नुभएको छ। प्रभु ब्याङ्क कमर्सियल ब्याङ्किङको ओभरअल कुरा गर्दाखेरि चाहिँ मैले एकदमै राम्रो देखेको छु। त्यो हुँदाखेरि प्रभु ब्याङ्कलाई तपाईँले हेर्न चाहिँ सक्नुहुन्छ एन्ट्रीको लागि। सरी सर हजुरको क्यालकुलेसन मिस्टेक होला है, मेरो एक्सपिरियन्सले भन्दैछु भन्नुभएको छ। कति जतिमा भर्दा ठिक होला भन्नुहोस् त। प्रभु ब्याङ्कको कुरा गर्दाखेरि चाहिँ अहिलेको जोनमा 223 रुपियाँको जोन छ। डेफिनेटली पनि एउटा सपोर्ट समातेको छ बजारले। तपाईँले यो जोनमा चाहिँ एन्ट्री गर्नको लागि हेर्न सक्नुहुन्छ है त। युट्युबतिर साहस सेल कि होल्ड भन्नुभएको छ। कृष्णजी तपाईँको कुरा चाहिँ एकचोटि
जिकिर गरिदिनु होला कमेन्टमा। तपाईँको एकदमै भ्यालुएबल कमेन्ट आउने गरेको छ, तपाईँको कदर गर्छु म है। थ्याङ्क यू सो मच। साहसको कुरा गर्ने हो भने डेफिनेटली पनि एउटा मेजर फल चाहिँ देखिएको छ। साहसमा अहिले एन्ट्री चाहिँ नगर्नु होला। छ भने चाहिँ 511 को जोनबाट तल जान्छ भने चाहिँ बेचेर निस्किन सक्नुहुन्छ है त। सबैलाई धेरै धेरै स्वागत छ। सरी सर, हजुरको क्यालकुलेसन मिस्टेक होला है, मेरो एक्सपिरियन्सले भन्दैछु भन्नुभएको छ। एकचोटि चाहिँ तपाईँको चाहिँ भनिदिनु होला तपाईँको एक्सपिरियन्स चाहिँ के भन्छ तपाईँको एक्सपिरियन्सले। म तपाईँको एक्सपिरियन्स सुन्न चाहिँ एकदमै तत्पर छु। लेभरेज भने के हो ब्रदर भन्नुभएको छ। लेभरेज भनेको अरूको रिसोर्सेसलाई युज गरेर आफूले चाहिँ फाइदा बनाउने, जहाँसम्म मलाई लाग्छ, मैले इकोनोमिक्समा पढे अनुसार चाहिँ लेभरेज भनेको त्यही हो है त। अरूको रिसोर्सेसलाई युज गरेर चाहिँ त्यहाँबाट चाहिँ आफूले फाइदा निकाल्ने है त। दाइ युएलबिएसएल भन्नुभएको छ। युएलबिएसएल युट्युबमा मलाई नेप्से म्यान भनेर सर्च गर्नुहुन्छ भने तपाईँले पाउन सक्नुहुन्छ। एकचोटि सपोर्ट देखाउन चाहनुहुन्छ भने युट्युबमा चाहिँ नेप्से म्यान भनेर सर्च गर्नु होला है त साथीहरू। युएलबिएसएलको कुरा गर्दाखेरि चाहिँ अलिकति बढ्न सक्ने सम्भावना डेफिनेटली पनि देखिएको छ बजारमा। टेक्निकल्ली हेर्दाखेरि अलिकति महँगो स्क्रिप्ट रहेको हुँदाखेरि चाहिँ म त्यति रेकमेन्ड चाहिँ गर्दिनँ तपाईँलाई। त्यति हाई भोल्युम पनि छैन यसमा। तपाईँले अहिलेको अवस्थामा होल्ड गर्दै हुनुहुन्छ भने डेफिनेटली पनि केही समय अझै होल्ड गर्न सक्नुहुन्छ है त। अनि नेप्सेमा लेभरेज कसरी लगाउँछ? नेप्सेमा लेभरेज लगाउनको लागि तपाईँले चाहिँ ब्रोकरबाट चाहिँ कोल्याट्रल लिन सक्नुहुन्छ। कोल्याट्रल तपाईँले 10,000 हाल्नुहुन्छ भने कोहीले 20,000 दिन्छन्, 40,000 दिन्छन्। अहिलेको अवस्थामा कुरा गर्ने हो भने मलाई विथआउट एनी कोल्याट्रल मलाई चाहिँ 3 लाखको कि कतिको दिएको छ है। मैले युज चाहिँ गरेको छैन अहिले। केडिएल के हुन्छ भन्नुभएको छ। केडिएलको कुरा गर्ने हो भने केडिएल चाहिँ अहिलेको अवस्थामा एउटा सपोर्ट चाहिँ डेफिनेटली पनि समातेको छ। म एन्ट्रीको लागि चाहिँ त्यति सजेस्ट गर्दिनँ भने छ भने होल्ड गर्न सक्नुहुन्छ। केडिएल तपाईँले छ भने होल्ड गर्न सक्नुहुन्छ, नयाँ एन्ट्री चाहिँ नगर्नु होला। नेप्सेमा लेभरेज कसरी लगाउँछन् भन्ने कुराको एन्सर मैले दिइसकेको छु। तपाईँले कुनै पनि ब्रोकरमा चाहिँ जस्तै 10,000 तपाईँले आफ्नोमा कोल्याट्रल फिल गर्नुहुन्छ भने ब्रोकरले तपाईँलाई 20,000 दिने, 30,000 दिने, 40,000 दिने त्यस्तो चाहिँ गर्छ है। तपाईँले बिस्तारै ट्रेड गर्दै जाँदाखेरि चाहिँ तपाईँलाई विथआउट कोल्याट्रल पनि एउटा लेभरेज चाहिँ ब्रोकरले दिने गर्छ। तपाईँले चाहिँ ट्रस्ट गेन गर्नुपर्ने हुन्छ है त। सिएलआई बोनस खाँदा हुन्छ कि सेल गर्दा हुन्छ भन्नुभएको छ। सिएलआईको बोनसको बारेमा मलाई त्यति जानकारी भएन है। के बोनस दिएको छ एकचोटि कमेन्टमा लेखिदिनु होला। ब्रदर मनी चार्ट देखाएर लाइभ आउँदा आफै बिहान हुन्छ। हो त्यही भएको छ कि मेरो पनि त्यही भएको छ। ए रामा के भएको होला साथीहरू। म त अरूले रिपोर्ट गरिदिएर होला भन्ठानेको थिएँ यार। यो चार्ट देखाएर नाम क्या है। चार्टलाई चाहिँ बन्द गरिदिउँ है त यसरी। ल चार्ट मैले बन्द गरिदिएको छु। सिएलआईको चाहिँ कति छ के छ एकचोटि जानकारी दिनु होला है त। मैले चार्ट चाहिँ बन्द गरिदिएको छु है साथीहरू। चार्टले चाहिँ अलिकति समस्या दिएको छ। चार्ट देखाएर आउँदाखेरि चाहिँ यहाँ चाहिँ अलिकति मेरो प्राइस भनिदिउँ र एनजिपिएलको भन्नुभएको छ। डेफिनेटली पनि भनिदिनु होला। चार्ट देखाएर आउँदाखेरि चाहिँ टिकटक लाइभ चाहिँ बिहान भएको छ। त्यो हुँदाखेरि चाहिँ एकचोटि म यो लाइभ यो चार्टलाई चाहिँ मैले बन्द गरिदिएँ है त साथीहरू। यो रिजन चाहिँ मैले यसको बुझिनँ क्या, मैले पनि बुझिनँ। यहाँ स्क्याम कम्युनिटी गाइडलाइन्स भोइलेसन भनेर आउँछ। नेप्सेको बारेमा चाहिँ 26% बोनस दिएको छ। 28 गते बुक क्लोज छ भन्नुभएको छ। 28% दिएको छ भने तपाईँले डेफिनेटली पनि होल्ड गर्न सक्नुहुन्छ। 28% भनेको एकदमै राम्रो डिभिडेन्ड हो। त्यति धेरै चाहिँ नघट्ला। यसको सेयर समायोजन भएपछि पनि त्यति धेरै नघट्ला। त्यो हुँदाखेरि तपाईँले राख्न सक्नुहुन्छ है त। एनटिसीको क्यास बोनस कहिलेसम्म एकाउन्टमा आउँछ होला? ढुक्कसँग बस्नु होला, एक न एक दिन जसै आउने नै छ। साहस भोलि बाई गर्दा हुन्छ भन्नुभएको छ। डेफिनेटली पनि हुँदैन है त। साहस चाहिँ अहिले बाई गर्नको लागि हतार नगर्नु होला। आरएफपिएल बाई गर्दा हुन्छ भन्नुभएको छ। साहस चाहिँ अहिले बाई नगर्नु होला। आरएफपिएलको कुरा गर्ने हो भने सरी यहाँ मिस्टेक भएको छ। ओहो हो के भयो मेरो यहाँ। आरएफपिएलको कुरा गर्दाखेरि यस्तो स्ट्रङ फल आएको छ। यस्तोमा चाहिँ नफस्नु होला, अझै धेरै नै तल जान सक्ने सम्भावना छ। त्यो हुँदाखेरि आरएलएफएल चाहिँ अहिले एन्ट्रीको लागि आरएफपिएल चाहिँ अहिले एन्ट्रीको लागि राम्रो छैन। न्यू पोलिसी हो सर धितोपत्र बोर्डको भन्नुभएको छ। हुनसक्छ खै। मलाई चाहिँ किन यो चार्ट देखाउँदाखेरि बिहान भइरहेको छ। डेफिनेटली पनि यसले चाहिँ मलाई 2-3 दिनसम्म चाहिँ लाइभ आउन दिएन है। आज चाहिँ बिहान खुलेको छ। यो फेरि चाहिँ जोखिम नबोलौँ है। तपाईँहरूको लागि भिडियो चाहिँ आउने रहेछ टिकटकमा। लाइभमा चाहिँ कुरा मात्रै गरौँ, लेख्न चाहिँ केही पनि नलेखौँ है त। समाज भन्नुभएको छ। आरएफपिएलमा चाहिँ अहिले एन्ट्री चाहिँ नगर्नु होला। छ भने बेचेर निस्किन सक्नुहुन्छ। धेरै नै तल आउन सक्ने सम्भावना छ।
समाज लघुवित्त पनि एकदमै पम्प एन्ड डम्पको स्किम चलिरहेको छ। यस्तो स्क्रिप्टहरूमा चाहिँ एन्ट्री नगर्नु होला। तपाईँलाई यस्तो स्क्रिप्टले फाइदाले जति खुसी दिन्छ त्योभन्दा कयौँ गुणा धेरै चाहिँ घाटाले पीडा दिन्छ। त्यो हुँदाखेरि यस्तो स्क्रिप्टमा चाहिँ ध्यान नदिनु। कुन एप हो नि दाइ भन्नुभएको छ, कस्तो कुन एप भन्नुभएको छ। मैले टिकटकमा लाइभ बस्दाखेरि चाहिँ मेरो ब्यान भएको छ पटक पटक। युट्युबको साथीहरूले कृपया कमेन्ट गरौँ। सिएचसिएल बाई ठिक छ भोलिको लागि भन्नुभएको छ। सिएचसिएल डेफिनेटली पनि तपाईँले बाइकको लागि हेर्न सक्नुहुन्छ है त। अहिलेको अवस्थामा एकदमै एउटा मेजर करेक्सन आएर चाहिँ फेरि बजारले एउटा सपोर्ट समातेको छ। त्यति धेरै मुभ चाहिँ नआउला यसमा, त्यति हाई भोलाटिलिटी छैन। त्यो हुँदाखेरि एउटा सानो प्रफिटको आशा चाहिँ गर्न सक्नुहुन्छ। योभन्दा चाहिँ तपाईँले यसको पैसा चाहिँ उता एनजिपिएलकोमा चाहिँ हाल्न सक्नुहुन्छ है त, एनजिपिएलको अक्सन सेयरमा। भोलि मार्केट के होला हजुरको अनुसार भन्नुभएको छ। ल नेप्सेको कुरा गरौँ है त। नेप्सेको ओभरअल कुरा गर्दाखेरि चाहिँ नेप्से एउटा फिबोनाची रिट्रेसमेन्ट लगाएर हेर्ने हो भने एउटा स्ट्रङ सपोर्टमा आएर बसेको छ। यो सपोर्टलाई यदि बजार यहीँ बसिरहेको छ भने चाहिँ यही जोनमा चाहिँ यो जोनबाट चाहिँ माथि जान सक्ने दुईवटा सिनेरियो छ। योबाट चाहिँ माथि जान्छ भने चाहिँ भोलिको मात्रै कुरा नगरौँ, अहिले केही सर्ट टर्मको लागि चाहिँ कुरा गरौँ है। यो जुन स्टप लस छ नि, सरी यो सपोर्ट जोन छ नि, यहाँबाट माथि जान्छ भने भोलि होल्ड हुन्छ भने चाहिँ यहाँबाट माथि जान सक्ने सम्भावना छ। यहाँबाट तल आउँछ भने चाहिँ करिब 38.2% जोनसम्म आउन सक्ने सम्भावना छ है त। यो चार्ट नदेखाउँदाखेरि फेरि सबै यो लाइभ चाहिँ सलादसुलुत्तै घटेर जान्छ किन होला। मेरो कुरा सुन्दै बस्नुहोस् न हजुरहरू। मेरो कुरा सुनेर चाहिँ बाइङ सेलिङ डिसिजन चाहिँ नगरौँ है त। एनएलआइसीमा न्यू इन्ट्री गर्दा हुन्छ भन्नुभएको छ। एनएलआइसी नेप्से चाहिँ भोलि जहाँसम्म मलाई लाग्छ यही जोनमा चाहिँ होल्ड भएर चाहिँ थोरै माथि चाहिँ बढेर चाहिँ क्लोजिङ लिनेछ भन्ने चाहिँ मलाई लाग्छ। एनएलआइसीको कुरा गर्दाखेरि अलिकति फल चाहिँ देखिएको छ। अहिले चाहिँ एन्ट्री नगर्नु होला, छ भने होल्ड गर्न सक्नुहुन्छ। एन्ट्रीको लागि चाहिँ अलिकति करेक्सन चाहिँ हामीले डेफिनेटली पनि एक्सपेक्ट गर्न सक्छौँ। एनएफएस कस्तो छ, तपाईँ पुरानो लगानीकर्ता हुनुहुन्छ भने 1000को टार्गेट लगाएर चाहिँ एनएफएसमा छिर्न सक्नुहुन्छ। एनआइसी एसिया को स्टप लस कति हाल्दा हुन्छ दाइ भन्नुभएको छ। एनआइसी एसियाको स्टप लसको अहिले तपाईँलाई त्यति खाँचो छ जस्तो लाग्दैन। स्टप लसको कुरा गर्नुहुन्छ भने 350 को जोनमा राख्नु होला है त। एसडिएलको बाई कस्तो छ। एसडिएल डेफिनेटली पनि मैले निकै लामो समयदेखि त बाई गर्नु भनिरहेको थिएँ। 1150 को जोनतिरबाट मैले बाई गर्नु भनेकै थिएँ। अहिलेको अवस्थामा बाई गर्नुहुन्छ भने डेफिनेटली पनि राम्रो छ। तर यही रेन्जमा भोलि होल्ड हुन्छ भने तपाईँले बाई गर्नु होला, होइन भने चाहिँ अलिकति तलै आउन सक्ने सम्भावना पनि बजारमा रहन्छ। भोलिको एक्जाम छ कान्छा त भन्नुभएको छ। एनइबी एकाउन्ट भोलिको एक्जाम छ कान्छा त भन्नुभएको छ। भोलि मेरो एक्जाम छ, हजुर सायद चिनेकै मान्छे हुनु होला है। मेरो एक्जाम त छ भोलि, तर पनि लाइभ बसिरहेको छु। मेरो डिटर्मिनेसनलाई कदर गर्दै एकचोटि युट्युबमा गएर चाहिँ नेप्से म्यानलाई चाहिँ सब्सक्राइब गरिदिउँ। युट्युबमा हेर्दै गर्नुभएका साथीहरूले चाहिँ एकचोटि सब्सक्राइब गरेर साथ दिउँ है त। भोलि मेरो एक्जाम हुँदाहुँदै पनि म चाहिँ लाइभमा बसेको छु। भोलिको एक्जाम छ कान्छा त भन्नुभएको छ। को हो मैले चिनिनँ है त। एसएफसिएल एड गर्दा हुन्छ भन्नुभएको छ। मेरो भोलिको एक्जाम हुँदाहुँदै पनि म लाइभमा आएको छु। त्यो हुँदाखेरि मेरो डेडिकेसनलाई चाहिँ सपोर्ट देखाउनको लागि युट्युबमा चाहिँ नेप्से म्यान भनेर सर्च गर्नुहुन्छ भने तपाईँले मलाई पाउन सक्नुहुन्छ। त्यसै गरी युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ है त। एकचोटि युट्युबमा चाहिँ सपोर्ट देखाइदिनु होला। एसएफसिएलको कुरा गर्ने भने डेफिनेटली पनि एउटा सपोर्ट जोनमा आएर बसेको छ। टेक्निकल्ली कुरा गर्दाखेरि माथि जान सक्ने सम्भावना छ, तर फन्डामेन्टल्ली कुरा गर्दाखेरि अहिले यति बेला चाहिँ तपाईँ फाइनेन्स सेक्टरमा चाहिँ नछिर्नु होला है त। फाइनेन्स सेक्टरमा अहिले चाहिँ नछिर्नु होला। ओ सरजी जिएमएलआई भन्नुभएको छ। जिएमएलआईको कुरा गर्ने भने अहिलेको अवस्थामा चाहिँ अब एन्ट्री गर्दा चाहिँ अलिकति डरलाग्दो हुन्छ। तपाईँसँग छ भने अझै पनि सेलिङको त्यति इन्डिकेसन आएको छैन। त्यो हुँदाखेरि अझै होल्ड गर्न सक्नुहुन्छ। तपाईँसँग छैन भने चाहिँ अब चाहिँ एन्ट्री चाहिँ अलिकति डरलाग्दो चाहिँ हुन्छ। एकदमै मेजर फल चाहिँ आउन सक्ने सम्भावना यसमा रहन्छ है त। मेरो डिम्याटको फर्म भरेको 20 गते हो। एकाउन्ट नि त्यही दिन खोलेको। कति दिनमा आउँछ युजर नेम एन्ड पासवर्ड मेरो सेयरको भन्नुभएको छ। कति दिनमा आउँछ युजर नेम एन्ड मेरो सेयर। कुन ब्याङ्कबाट भर्नुभयो होला हजुरले एकचोटि त्यो अहिले करेन्टली युट्युबमा मलाई 11 जनाले हेर्दै हुनुहुन्छ। सबैले एक सपोर्ट चाहिँ देखाइदिउँ सब्सक्राइब गरेर।
टिकटकमा हेर्दै गर्नुभएका साथीहरू युट्युबतिर जानुहुन्छ भने मेरो चार्ट सहित एनालाइसिस हेर्न सक्नुहुन्छ है त। टिकटकमा चाहिँ मेरो ब्यान भएको भयो त्यो हुँदाखेरि चाहिँ मैले टिकटकमा चाहिँ चार्ट देखाउन सकिनँ। दोर्दी 695मा किन्नु भएको हो। जिएमएलाई के गर्ने भन्नुभएको छ, अब चाहिँ एन्ट्री नगर्नु होला, छ भने होल्ड गर्न सक्नुहुन्छ। दोर्दीको यदि कुरा गर्ने हो भने दोर्दी चाहिँ अलिकति अझै तल आउन सक्ने सम्भावना डेफिनेटली पनि रहन्छ। थोरै बढ्छ भने पनि यसमा चाहिँ त्यति एट्र्याक्ट हुनुपर्ने जरुरत छैन। थोरै बढ्छ भने बेचेर निस्किन सक्नुहुन्छ, अलिकति तलै आउन सक्ने सम्भावना चाहिँ छ है त। जिएमएलाई चाहिँ छ भने होल्ड गर्नु होला। रेड हुने बित्तिकै सेल गर्दा हुन्छ जिएमएलाई भन्नुभएको छ। होइन, अब रेड हुने बित्तिकै चाहिँ एउटा एन्ट्रीको लागि चाहिँ राम्रो सेटअप बन्न सक्छ। कस्तो खाले रेड बन्छ भन्ने कुरा हो है त। एचआरएल भाइ भन्नुभएको छ, डेफिनेटली पनि एन्ट्रीको लागि हेर्न सक्नुहुन्छ। सर नेप्से 2765 आउँछ होला है, सपोर्ट जोन छ भन्नुभएको छ। डेफिनेटली पनि नेप्से सपोर्ट जोनमा छ। होइन, अहिले नै सपोर्ट जोनमा छ नि, अहिले नै सपोर्ट जोनमा छ। हजुरले 2775 भन्नुभएको अरे होइन, 2765 भन्नुभएको रहेछ। नआउला भन्न सकिँदैन, आउन सक्ने चान्स छ, तर मलाई जहाँसम्म लाग्छ यही जोनबाट चाहिँ बाउन्स ब्याक भएर चाहिँ क्लोजिङ दियो भने चाहिँ निकै नै माथि जान सक्ने सम्भावना चाहिँ छ है त। एनआइएमबी भन्नुभएको छ, तपाईँले एकचोटि ब्याङ्कमै गएर सोध्नुहोस् न किन के भयो। तपाईँले अब हरेक कुरा यसरी युट्युबमा सोध्नुभन्दा पनि ब्याङ्कमा गएर चाहिँ तपाईँले रियल नलेज चाहिँ पाउन सक्नुहुन्छ। त्यो हुँदाखेरि ब्याङ्कमै गएर चाहिँ सोध्नु होला। टिकटकमा हेर्दै गर्नुभएका साथीहरूले मेरो युट्युबको लिङ्क चाहिँ युट्युबको लिङ्क टिकटकको बायोमा छ। एकचोटि युट्युब भिजिट गर्नुहुन्छ भने मेरो चार्ट हेर्दै एनालाइसिस चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। त्यसै गरी युट्युबको चाहिँ छिटै कमेन्टको रिप्लाई आउने हुन्छ है त। युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ। टिकटकमा चाहिँ मैले चार्ट चाहिँ देखाउन सकिनँ है त, लाइभ पटक रेस्ट्रिक्सन आएको भएर। यो एनिमी जहिले आऊ हौ लाइभमा पढ्न मन लाग्छ, एक्जाम आउन लागिसक्यो याद दिलाउँछ, के भन्नुभएको अलिकति चाहिने कुरा मात्रै गराउन होइन। भोलि एक्जाम छ साथीहरू, मेरो यो डेडिकेसनलाई कदर गर्दै एक सब्सक्राइब चाहिँ हानिदिउँ। एमसिएचएल भन्नुभएको छ। एमसिएचएलको कुरा गर्ने भने अलिकति तलै आइसकेको छ। यो जोनमा चाहिँ तपाईँ एन्ट्री नगर्नु होला। करिब 610 को जोनमा आउँछ भने स्टप लस लिएर चाहिँ एन्ट्री गर्न सक्नुहुन्छ है त। एमसिएचएल एनइबी एकाउन्ट ब्याङ्कमा कल गरेर सोध्नु भन्दै गर्नु। त्यहाँ भोलिको मार्केट के होला, इन्भेस्टमेन्ट कम्पनीको न्युजले यस्तो न्युजले केही फरक पार्दैन खासै। त्यो अब न्युजले चाहिँ रिटेल इन्भेस्टरलाई फरक पार्ने, बिग इन्भेस्टरहरूले त प्रफिट नै कमाउने हो। पोजिटिभ न्युज आओस् या नेगेटिभ न्युज आओस्। अस्ति ग्रे लिस्टको न्युजको दिनमा हेर्नुहुन्छ भने रिटेल इन्भेस्टरले सबै बेचेर निस्किए, ठुला इन्भेस्टर चाहिँ सबै एन्ट्री गरे। त्यो हुँदाखेरि चाहिँ अब बजार चाहिँ अलिकति भविष्य चाहिँ बजारको सुनिश्चित भएको छ। निकै नै माथि जान सक्ने सम्भावना चाहिँ डेफिनेटली पनि बजारमा देखिएको छ। यो न्युजले फसाउने भनेको साना लगानीकर्तालाई नै हो। डेभलपमेन्ट ब्याङ्क हेरौँ त ब्रो भन्नुभएको छ। म रिकमेन्ड गर्दिनँ, त्यो हुँदाखेरि चाहिँ त्यतातिर अब चाहिँ एन्ट्रीको लागि नहेरौँ है त। टिकटकमा हेर्दै गर्नुभएका साथीहरू एकचोटि युट्युबमा भिजिट गरिदिनु होला। युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ। युट्युबमा चाहिँ मेरो चार्ट हेर्दै एनालाइसिस गरेको चाहिँ भिडियो हेर्न सक्नुहुन्छ तपाईँले। अहिले चाहिँ टिकटकमा चाहिँ मैले चार्ट देखाइनँ, पटक लाइभ ब्यान भयो। त्यो हुँदाखेरि हुर्जा भोलि बाई गर्दा कस्तो होला भन्नुभएको छ। हुर्जा सबैले एक सब्सक्राइब चाहिँ हानिदिउँ है त साथीहरू। सब्सक्राइब कति भयो एकचोटि मलाई च्याटमा लेखिदिनु होला है। मैले चाहिँ हेर्न मिल्दैन, यहाँ हेर्न थाल्यो भने फेरि मेरो लाइभ नै अफ हुन्छ, मेरो सेटअप त्यति गतिलो छैन। हुर्जाको कुरा गर्ने भने डेफिनेटली पनि इनडिसिजन देखिएको छ, अलिकति तलै आउन सक्ने सम्भावना मैले देखेको छु है त। बजार चाहिँ एकदमै निरन्तर फल चाहिँ देखिएको छ, बजारमा स्ट्रङ फल चाहिँ देखिएको छ, हाई सेलिङ प्रेसर छ। त्यो हुँदाखेरि अहिले एन्ट्रीको लागि हतार नगरौँ, भोलि चाहिँ एन्ट्रीको लागि त्यति राम्रो सेटअप छैन। टिकटकमा हेर्दै गर्नुभएका साथीहरूले युट्युबको लिङ्क बायोमा छ। एकचोटि युट्युब चाहिँ भिजिट गर्नु होला। युट्युबमा चाहिँ मेरो टेक्निकल एनालाइसिसको लाइभ सेसन चलिरहेको छ। टिकटकमा चाहिँ मेरो चार्ट चाहिँ मैले देखाउन सकिनँ है त, मलाई रेस्ट्रिक्सन लागेको छ। बिइडिसी भन्नुभएको छ। बिइडिसी अलिकति यो चाहिँ अलिकति ट्र्याप फर्मेसन चाहिँ हुनसक्छ है। यसमा अलिकति सतर्क हुनुपर्ने जरुरत छ। यो चाहिँ यसरी एकदमै मेजर मुभ आएको छ। थोरै हरियो देखाएर चाहिँ यहाँ चाहिँ एकदमै हाई सेलिङ प्रेसरका साथ बजारले तलको मुभ लिन्छ भने चाहिँ एकदमै भयानक सिचुएसन आउन सक्ने सम्भावना हुँदाखेरि तपाईँले एन्ट्रीको लागि चाहिँ हतार नगर्नु होला। बिपिसिएल भन्नुभएको छ। टिकटकका साथीहरूले चाहिँ एकचोटि युट्युब जोइन गरिदिउँ। युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ। युट्युबमा चाहिँ सब्सक्राइब गरेर चाहिँ साथ दिउँ है त। युट्युबको लिङ्क टिकटकको बायोमा छ। एकचोटि युट्युब भिजिट गरौँ। युट्युबमा त्यसै गरी मलाई नेप्से म्यान भनेर सर्च गर्नुहुन्छ भने चाहिँ मलाई पाउन सक्नुहुन्छ है त। अहिले हाइड्रोमा कस्तो स्टकमा चाम आएको छ सर भन्नुभएको छ। एकैछिनमा कुरा गरौँला।
BPCL को कुरा गर्ने हो भने अलिकति तपाईँले एन्ट्रीको लागि चाहिँ डेफिनेटली पनि हेर्न सक्नुहुन्छ, तर सर्ट टर्मको टार्गेट त्यति हाई चाहिँ आउन सक्ने सम्भावना छैन, त्यति हाइली भोलाटाइल छैन त्यो यो कम्पनी, त्यो हुँदाखेरि त्यति मेजर मुभ चाहिँ नहोला। निफ्रा कस्तो होला? निफ्रा त्यति राम्रो छैन निफ्रा अहिलेको अवस्थामा। निफ्रा चाहिँ बाईको लागि म सजेस्ट गर्दिनँ। करिब 280 भन्दा पनि अलिकति तल करिब 270 को जोनतिर आउँछ भने हामीले एन्ट्रीको लागि हेर्न सक्छौँ। अहिले हतार चाहिँ नगरेर हो, निफ्रामा अलिकति सेलिङ प्रेसर चाहिँ राम्रै देखिन सक्ने चान्स छ। डेभलपमेन्ट ब्याङ्क ठिक होला कि ब्याङ्क भन्नुभएको छ? डेभलपमेन्ट ब्याङ्कलाई म कहिले पनि चुज गर्दिनँ है, सधैँ कमर्सियल ब्याङ्क एज अलवेज। शिवम बाई गर्दा कस्तो होला भन्नुभएको छ? टिकटकको साथीहरू एकचोटि युट्युबमा गइदिउँ, युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ। त्यसै गरी मलाई नेप्से म्यान भनेर सर्च गर्नुहुन्छ भने तपाईँले पाउन सक्नुहुन्छ। शिवम सिमेन्टको कुरा गर्ने भने 550 को जोन 545 को जोनतिर आउन सक्ने सम्भावना छ, अहिले एन्ट्री नगरौँ। एकेजेसिएल स्टप लस भन्नुभएको छ। टिकटकको साथीहरू एकचोटि युट्युबमा गइदिउँ है त। एकेजेसिएलको स्टप लसको कुरा गर्ने भने 200 को जोनमा स्टप लस राख्न सक्नुहुन्छ है त तपाईँले। 200 को जोनबाट चाहिँ एकदमै मेजर मुभ आएको थियो। 200 को जोनमा तपाईँले एकेजेसिएलमा स्टप लस राख्न सक्नुहुन्छ। गड गिफ्ट नेचर ज्यू तपाईँले एकचोटि युट्युब चाहिँ जोइन गर्नु होला। CORBL भन्नुभएको छ। युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ है त। युट्युबमा चाहिँ म तपाईँको कमेन्टको फटाफट रिप्लाई गर्नेछु। अहिले टेक्निकल्ली हेर्दाखेरि डेभलपमेन्ट ब्याङ्कको एउटा सेक्टर एउटा कम्पनी कर्पोरेट डेभलपमेन्ट ब्याङ्कमा टेक्निकल्ली चाहिँ राम्रो छ, एन्ट्रीको लागि राम्रै छ। तर मैले डेभलपमेन्ट ब्याङ्कमा डेफिनेटली पनि तपाईँलाई एन्ट्री गर्नको लागि चाहिँ सजेस्ट गर्दिनँ। तपाईँ एन्ट्री चाहिँ नगर्नु होला है त। CORBL मा ऊर्जा ठिक कि KKHC बाई गर्दा भन्नुभएको छ। KKHC हेरौँ है त। KKHC मा अलिकति फल चाहिँ डेफिनेटली पनि आउन सक्ने चान्स छ, करिब 360 को जोनतिर आउन सक्ने चान्स छ। ऊर्जाको कुरा गर्ने हो भने टेक्निकल्ली हेर्दाखेरि यसको पनि दुईटैमा तल आउन सक्ने चान्स छ, त्यो हुँदाखेरि दुईटैमा एन्ट्री चाहिँ नगरौँ है त। अहिले हाइड्रोको हेरौँ भन्नुभएको छ। हाइड्रोको हेरिरहेको छु है। हाइड्रोको ओभरअल कुरा गर्दाखेरि हाइड्रो पावर भन्नु पर्यो यहाँ। हाइड्रो पावरको सेक्टरकै कुरा गर्दाखेरि चाहिँ यो जोनबाट चाहिँ माथि नै जान सक्ने सम्भावना छ। हाइड्रो सेक्टर चाहिँ यो जोनबाट चाहिँ सपोर्ट लिएर चाहिँ माथि नै जान सक्ने सम्भावना छ, त्यो हुँदाखेरि चाहिँ यसमा डराइहाल्नु पर्ने आवश्यकता छैन ओभरअल हाइड्रो सेक्टरको कुरा गर्दाखेरि। तर यो सेक्टरलाई ट्रेड गर्ने होइन, हामीले पर्टिकुलर स्टकलाई ट्रेड गर्ने हुँदाखेरि चाहिँ हामी अलिकति आफ्नो स्टकमा चाहिँ केयरफुल हुनुपर्ने जरुरत छ। अब 230 छ है, बट मेरो व्याक 200 तिर आउँछ। NGPL तपाईँले अक्सन सेयरको लागि कतिमा भर्नुभयो एकचोटि त्यो पनि जानकारी दिनुभयो भने अलिक अझ हेल्पफुल होला। HRL भन्नुभएको छ। HRL मा डेफिनेटली पनि तपाईँले अब चाहिँ एन्ट्रीको लागि हेर्न सक्नुहुन्छ। HRL को कुरा गर्दाखेरि चाहिँ करिब 1000 को जोनतिर आउँछ भने चाहिँ तपाईँले एकदमै फुल्ली एन्ट्री भएर बस्न सक्नुहुन्छ भने यो जोनतिर पनि अलिअलि एन्ट्री चाहिँ गर्न सक्नुहुन्छ, तर तपाईँले स्टप लस लिएर अगाडि बढ्नुपर्ने हुन्छ। टिकटकका साथीहरू एकचोटि युट्युबमा जोइन गरौँ। युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ है त। युट्युबमा मेरो आजको सब्सक्राइबर टार्गेट कति छ भन्दाखेरि पाउनुहोस् है त। युट्युबको लिङ्क टिकटकको बायोमा छ। युट्युबको सब्सक्रिप्सन टार्गेट आजको दिनमा मैले 400 राखेको छु, 393 पुगेको छ। अब 7 जनाले चाहिँ सब्सक्राइब गरिदिउँ है त। भोलि मेरो एक्जाम छ। एक्जामको दिनमा पनि म यसरी लाइभ बसिरहेको छु, त्यो हुँदाखेरि मेरो हार्डवर्कको कदर गर्नको लागि पनि एक सब्सक्राइब चाहिँ गरिदिउँ। टिकटकका साथीहरू युट्युब जोइन गर्नको लागि चाहिँ मेरो युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ। SMB सेल टार्गेट 2820 को व्याक छ अरे। SMB SMB चाहिँ अहिले तपाईँले होल्ड गर्न चाहिँ सक्नुहुन्छ। डेफिनेटली पनि एउटा सपोर्ट लिएर चाहिँ बजार माथि जान खोजेको छ। SMB मा करिब तपाईँले 3050 जतिको टार्गेट गरेर अगाडि बढ्नुहुन्छ भने चाहिँ तपाईँले डेफिनेटली पनि एचिभ गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ अलिकति रिस्क लिन चाहनुहुन्छ भने 3150 को जोनसम्म तपाईँ जान सक्नुहुन्छ है त। NWCL बाई गर्दा होला कस्तो होला भन्नुभएको छ। युट्युबको साथीहरू सबैले एक सब्सक्राइब चाहिँ हानिदिउँ। टिकटकको साथीहरू युट्युब जोइन गर्नको लागि नेप्से म्यान भनेर सर्च गर्न सक्नुहुन्छ। त्यसै गरी युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ है त। NWCL को कुरा गर्ने हो भने NWCL डेफिनेटली पनि एउटा मेजर मुभ लिएको छ, बियरिश सेन्टिमेन्ट देखिएको छ, अलिकति तलै आउन सक्ने चान्स छ। RSI को यदि कुरा गर्ने हो भने RSI चाहिँ एकदमै मेजर फल देखाएको छ, भर्खर न्युट्रल जोनमा पुगेको छ, अझै तल जान सक्ने सम्भावना चाहिँ रहन्छ है त। NWCL मा एन्ट्री नगर्नु होला। युट्युबको साथीहरू सबले एक कमेन्ट हानेर साथ दिउँ सबैले एक
सब्सक्राइब चाहिँ गरिदिउँ है त। युट्युबको सब्सक्रिप्सन टार्गेट आजको 400 रहेको छ। होप तपाईँले चाहिँ यो पुऱ्याइदिनुहुन्छ मेरो टार्गेट। मेरो भोलि एक्जाम छ, एक्जाम हुँदै पनि म लाइभमा आएको छु, त्यो हुँदाखेरि मेरो मेहनतको कदर चाहिँ डेफिनेटली पनि गरिदिनुहुन्छ भन्ने आश गरेको छु। टिकटकको लाइभ चाहिँ म एन्ड गर्दैछु। टिकटकको साथीहरूले चाहिँ युट्युब जोइन गर्नको लागि लिङ्क चाहिँ बायोमा छ। त्यसै गरी युट्युबमा मलाई @नेप्से म्यान भनेर सर्च गर्नुहुन्छ भने तपाईँले पाउन सक्नुहुन्छ। @NEPSE नेप्से MAN म्यान, नेप्से म्यान भनेर सर्च गर्नुहुन्छ भने मलाई तपाईँले युट्युबमा पाउन सक्नुहुन्छ है त। एकचोटि युट्युब चाहिँ डेफिनेटली पनि जोइन गर्नु होला। टिकटकको लाइभ चाहिँ मैले एन्ड गरिदिएँ है त। मैले पटक पटक रेस्ट्रिक्सन लागेको छ मेरो लाइभमा चाहिँ, यो चार्ट देखाएको हुँदाखेरि, त्यो हुँदाखेरि भोलि पनि लाइभ आउनुपर्ने अवस्था हुन्छ। म चाहिँ आज चाहिँ यो मेरो टिकटक एकाउन्ट चाहिँ उडाउन चाहदिनँ, त्यो हुँदाखेरि मैले टिकटकको लाइभ चाहिँ अहिले एन्ड गरेँ। टिकटकको साथीहरू चाहिँ एकचोटि युट्युब जोइन गरौँ। युट्युबको लिङ्क चाहिँ टिकटकको बायोमा छ। हस् त, बाई बाई सबैलाई, सी यू है त। सी यू अन युट्युब। युट्युबमा जोइन गरौँ, युट्युबमा आएर चाहिँ कमेन्ट गरौँ है त। ल साथीहरू, युट्युबका साथीहरू म फुल्ली युट्युबमा फोकस भएको छु। अब एसएमजेसीको टार्गेट भन्नुभएको छ। एसएमजेसीको टार्गेट कुरा गर्ने अहिले ढुक्कसँग होल्ड गर्नु होला। गत हाईलाई टार्गेट राखेर अगाडि बढ्नुहुन्छ भने पनि 750 को जोन चाहिँ एचिभेबल छ है त। सर बिएफसी एन्ट्री गर्दा कस्तो होला भन्नुभएको छ। डेफिनेटली पनि तपाईँलाई राम्रो हुँदैन। बिएफसी ओभरअल फाइनेन्स सेक्टरकै म कुरा गर्दाखेरि चाहिँ म राम्रो मान्दिनँ। बिएफसीको पर्टिकुलर स्क्रिप्टको कुरा गर्दाखेरि टेक्निकल्ली चाहिँ एउटा राम्रै जोनमा आएको हो, त्यो चाहिँ हामीले मान्न सकिन्छ। तर एन्ट्रीको लागि चाहिँ राम्रो नहुनसक्छ। फाइनेन्स सेक्टर ओभरअल नै घटेर जान सक्ने सम्भावना चाहिँ मैले देखेको छु है त। बिएफसी र प्रोफाइल कुनमा एन्ट्री ओभरअल फाइनेन्स सेक्टरमा नगर्नु होला। गर्नै चाहनुहुन्छ भने प्रोफाइलमा चाहिँ गर्न सक्नुहुन्छ। 4 इयर्स अगाडि फोमोमा मार्केट छिरेको, त्यो बेलामा एलबिबिएल 730 मा किनेको रहेछु। तर अहिले चार्टहरू हेर्दा 730 अहिलेसम्म पुगेको छैन। एलबिबिएलको कुरा गर्दाखेरि 730 त अब कहिले पनि पुग्दैन होला। सायद एकदमै लामो समयमा होल्ड गर्दा पनि नपुग्न सक्छ। त्यो हुँदाखेरि तपाईँले यो जोनमा चाहिँ बेचेर निस्किन सक्नुहुन्छ। अझै तल आउन सक्ने सम्भावना चाहिँ छ है त। रेट 225 देखि 235 छ सर। एनजिपिएल भन्नुभएको छ। तपाईँले अक्सन सेयरको कुरा गर्नुभएको सर। अक्सन सेयर कुरा गर्नुभएको भने म तपाईँको कमेन्टलाई चाहिँ डेफिनेटली पनि मध्यनजर गर्नेछु। एकचोटि त्यसलाई चाहिँ कन्सिडर गरेर चाहिँ मैले अक्सन सेयरमा बिड गर्दाखेरि चाहिँ एकचोटि त्यसलाई चाहिँ कन्सिडर गर्ने नै छु। एचडिएलको बारेमा भन्नुभएको छ। एचडिएल डेफिनेटली पनि एकदमै ब्लू चिप कम्पनी हो। त्यो हुँदाखेरि डराउनु पर्ने आवश्यकता छैन। सबैले एक सब्सक्राइब चाहिँ गरौँ है साथीहरू। मेरो भोलि एक्जाम छ, एक्जाम भए तापनि म लाइभमा आएको छु। मेरो हार्डवर्कलाई चाहिँ कदर गरिदिनुहुन्छ भन्ने आश गरेको छु। एचडिएलमा एउटा अलिकति प्राइस चाहिँ तल झरेर चाहिँ माथि जाला जस्तो गरेको छ। तपाईँले एन्ट्रीको लागि हेर्न सक्नुहुन्छ। स्टप लस लिएर चाहिँ एन्ट्री गर्न सक्नुहुन्छ है त। 1250 को जोनतिर स्टप लस राख्न सक्नुहुन्छ तपाईँले। आरएसडिसी बाई गर्दा होला सर भन्नुभएको छ। आरएसडिसी साउन्ड क्वालिटी कस्तो छ एकचोटि कमेन्ट गरिदिउँ साथीहरू। आरएसडिसी त्यति राम्रो छैन। यो जोनबाट माथि जान सक्ने सम्भावना डेफिनेटली पनि छ, तर रिस्क चाहिँ एकदम धेरै छ। करिब 700 को जोनतिर स्टप लस राखेर अगाडि बढ्न सक्नुहुन्छ। एसएनएलआई भन्नुभएको छ। तपाईँको कमेन्ट चाहिँ धेरैचोटि छुटेको रहेछ है। सरी फर इन्कन्भिनियन्स। एसएनएलआई चाहिँ तपाईँसँग छ भने होल्ड गर्न सक्नुहुन्छ। लगभग एलियड वेभको 5th वेभको करेक्सन जस्तो बजारमा देखिएर चाहिँ 4th वेभको करेक्सन देखिएर चाहिँ बजार 5th वेभको लागि चाहिँ माथि जाला जस्तो गरेको छ। त्यो हुँदाखेरि केही समयपछि चाहिँ बेच्न पर्ने सिचुएसन चाहिँ आउन सक्छ। करिब यो 770 को जोनतिर चाहिँ तपाईँले बेच्न पर्ने अवस्था आउन सक्छ। त्यो हुँदाखेरि त्यतिन्जेल चाहिँ तपाईँले होल्ड गर्न सक्नुहुन्छ है त एसएनएलआई। भोलिको लागि कुन एन्ट्री ठिक हो भन्नुभएको छ। भोलिको लागि तपाईँले एन्ट्रीको लागि चाहिँ नेप्सेको अनलाइन ट्रेडिङ टिएमएसबाट ट्रेडिङ गर्नुभन्दा पनि एकचोटि सिद्धार्थ ब्याङ्कमा गएर चाहिँ एनजिपिएलको चाहिँ अक्सन सेयर चाहिँ भर्न सक्नुहुन्छ तपाईँले। भोल्युम सानो छ भन्नुभएको छ। के को कुरा गर्नुभएको होला? ओभरअल नेप्सेको कुरा गर्नुभएको र नेप्सेको कुरा गर्दाखेरि भोल्युम सानो छैन। तपाईँले भन्न खोजेको कुरा चाहिँ क्लियरली भनिदिनु होला है त, सजिलो हुनेछ। सबैले एक सब्सक्राइब गरेर साथ दिउँ साथीहरू। 9 जना को करेन्ट भ्युवर हुनुहुन्छ। सबैले कमेन्ट पनि गर्दै गरौँ है त। कमेन्ट पनि गरौँ।
सबैले कमेन्ट गरौँ। सबका साथ सबका विकास भन्छन् नि मोदीजीले, हो सबका साथ सबका विकास चाहिएको छ। त्यो हुँदाखेरि चाहिँ कमेन्ट चाहिँ हानिदिउँ है त सबैले। खै त कमेन्ट नै आएन साथीहरू। कमेन्ट आउन छोड्यो भने चाहिँ म चाहिँ लाइभलाई एन्ड गर्ने छु। त्यो हुँदाखेरि कृपया कमेन्ट चाहिँ गर्दै गरौँ है त। एसएनएललाई 710 को बाई स्टप लस र फर्स्ट टार्गेट भनिदिनु न भन्नुभएको छ। 610 को बाई चाहिँ तपाईँले स्टप लसको सोच्नै पर्दैन अहिले। टार्गेटको कुरा गर्ने हो भने तपाईँले फर्स्ट टार्गेट 747 750 को जोनतिर फर्स्ट टार्गेट राख्न सक्नुहुन्छ। तपाईँको सर्ट टर्म टार्गेट तपाईँको 770 को जोनतिर चाहिँ हुनसक्छ है त। अक्सन हिस्ट्री नर्मल 10 to 15% बिलो एभरेज छ, तर कहीँ कहीँ 18 to 20% यस्तो हुन्छ क्या सर। हिस्ट्री भन्दा पनि मैले अप्पर तामाकोसीको चाहिँ भरेको थिएँ होइन अक्सन सेयर। अप्पर तामाकोसीको अक्सन सेयर भर्ने क्रममा चाहिँ मैले प्राइस मोमेन्ट हेर्दाखेरि चाहिँ खेलाडीले चाहिँ अलिकति घटाएर तल ल्याएको, जस्तै एनजिपिएलको पनि हेर्नुहुन्छ भने गत समयमा चाहिँ मैले 120 डेको एभरेज हेरेको थिएँ, अलिकति 300 भन्दा नि माथि नै छ। अलिकति प्लेयर्सले घटाएको जस्तो चाहिँ देखिन्छ है। त्यो हुँदाखेरि चाहिँ अक्सन सेयरको क्लोजिङ आइसकेपछि अलिकति घटेर चाहिँ सेयर लिस्ट भइसकेपछि चाहिँ गत प्राइसमा चाहिँ बजार पुग्न सक्ने चान्स मैले देखेको छु। क्लोजिङ डेट एनजिपिएलको क्लोजिङ डेट आउने दिनसम्म अझै तल आउन सक्ने सम्भावना चाहिँ रहन्छ है त बजारमा। ठिक छ सर भन्नु। कोलाट्रलमा सर पैसा कसरी अक्सन सेल त्यसको लागि त तपाईँले कोलाट्रल रिफन्ड गर्नुपर्ने हुन्छ है त। त्यसको लागि ब्रोकरलाई फोन गर्न सक्नुहुन्छ है त तपाईँले। जिएलएच भन्नुभएको छ अक्सन सेयरको लागि चाहिँ तपाईँले 28 गतेसम्म डेट छ क्या अरे। त्यस कोलाट्रलको मनीलाई चाहिँ रिफन्ड गरेर चाहिँ एकचोटि अक्सन सेयरमा बिल्ड गर्न चाहिँ सक्नुहुन्छ। अक्सन सेयरले चाहिँ राम्रै प्रफिट चाहिँ तपाईँलाई दिन सक्ने सम्भावना हुन्छ है त। जिएलएचको कुरा गर्ने भने अलिकति तल आउन सक्ने सम्भावना छ, अहिले चाहिँ एन्ट्री नगरौँ है त। रेजिस्टेन्स जोनमा छ। कोलाट्रलमा छ सर पैसा कसरी अक्सन्सले। नयाँ कमेन्ट गरौँ साथीहरू, नयाँ कमेन्ट आउन छोडेको छ, नयाँ कमेन्ट गरेर चाहिँ साथ दिउँ है त। भोइसको क्वालिटी कस्तो छ एकचोटि कमेन्ट गरिदिउँ। एचएलआई कस्तो छ सर भन्नुभएको छ। भोलि मेरो एक्जाम छ, त्यो हुँदाखेरि मेरो हार्डवर्कलाई चाहिँ कदर गरिदिनको लागि सब्सक्राइब चाहिँ हानिदिउँ है त। एचएलआई डेफिनेटली पनि अब चाहिँ एन्ट्रीको लागि राम्रो सेटअप फर्मेसन भएको छ, तपाईँले एन्ट्रीको लागि चाहिँ हेर्न सक्नुहुन्छ है त। एउटा करेक्सन लिएर चाहिँ बजार फेरि माथि जानको लागि रेडी भएको छ। एचएलआईमा चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। भोलिको दिनमा हाई भोल्युमका साथ प्राइस तल जान्छ भने चाहिँ बेचेर निस्किन पनि सक्नुहुन्छ, तर यही जोनमा प्राइस बस्छ भने तपाईँले होल्ड गर्न सक्नुहुन्छ डेफिनेटली पनि। नयाँ एन्ट्रीको लागि पनि राम्रो सेटअप फर्मेसन हुनसक्छ। युआर राइट। एलआइसिएनमा नि त त्यही भएको हो नि भन्नुभएको छ। डेफिनेटली पनि तपाईँले करिब 205 को जोनतिर चाहिँ तपाईँले 205 अब साइकोलोजिकल्ली हेर्नुहुन्छ भने 206 को रेन्जमा चाहिँ तपाईँले हाल्नु होला। साइकोलोजिकल्ली कुरा गर्दाखेरि चाहिँ 206 को रेन्जमा पर्न सक्ने सम्भावना धेरै हुन्छ है त 205 भन्दा। एनजिपिएलको कुरा गर्दैछु साथीहरू, जो अननोन हुनुहुन्छ यसको विषयमा। मैले चाहिँ अक्सन सेयरको कुरा गर्दैछु। एनजिपिएलको अक्सन सेयर चाहिँ तपाईँले भर्न सक्नुहुन्छ है त। फर्मको 100 रुपियाँ लाग्छ, मिनिमम 100 किता छ, मिनिमम प्राइस 100 रुपियाँ छ है त। अब आफ्नै सोच, आफ्नै विचार, आफ्नै घाटा, आफ्नै नाफा। त्यो हुँदाखेरि एकचोटि ट्राई चाहिँ गर्न सक्नुहुन्छ। नयाँ एक्सपिरियन्सले चाहिँ तपाईँलाई डेफिनेटली पनि केही न केही चाहिँ सिकाउने नै छ है त। केबिएल डेफिनेटली पनि म लङ टर्मको लागि चाहिँ एकदमै बेस्ट मान्छु भने सर्ट टर्मको लागि चाहिँ अलिकति करेक्सन चाहिँ आउन सक्ने सम्भावना छ। कमर्सियल ब्याङ्किङ लङ टर्मको लागि हेर्दै हुनुहुन्छ भने डेफिनेटली पनि जुनसुकै स्क्रिप्टमा पनि तपाईँ जान सक्नुहुन्छ। मैले 4वटा रेटमा एप्लाई गरेको छु भन्नुभएको छ। कुन कुन रेटमा होला सर, एकचोटि जानकारी पाऊँ न। 4वटामा गर्दाखेरि 400 रुपियाँ यत्तिकै जाने भयो। फेरि बरु एउटाबाटै मात्रै गर्ने, 206 को रेन्जमा गर्ने प्लानमा चाहिँ म छु। एनआइसिएसिए भन्नुभएको छ कृष्ण भूषाल सर, हजुरले चाहिँ एकदमै एक्टिभ पार्टिसिपेसन चाहिँ बजारमा देखाउनु भएको छ। आई डेफिनेटली अडोर यु, आई डेफिनेटली कन्सिडर यु। म चाहिँ तपाईँलाई जेन्युनली थ्याङ्क्स भन्न चाहन्छु। एनआइसिएसिएको कुरा गर्दाखेरि चाहिँ अलिकति माथि नै जाला जस्तो गरेको छ। 375 को जोनमा चाहिँ तपाईँले स्टप लस राखेर अगाडि बढ्न सक्नुहुन्छ। साहस। भोलि मेरो एक्जाम छ साथीहरू, एक्जामको कदर नगरिकन म तपाईँहरूको निमित्त लाइभ आएको छु। त्यो हुँदाखेरि एक सब्सक्राइब चाहिँ गरेर साथ दिउँ है त सबैले।
कति सब्सक्राइबर पुग्यो एकचोटि कमेन्टमा लेखिदिउँ साथीहरू। मैले अर्को ट्याब खोल्न लाएँ भने यहाँ फेरि मेरो लाइभ सेसनै एन्ड हुन पनि सक्छ। साहसको कुरा गर्ने भने अलिकति तलै आउन सक्ने सम्भावना छ। त्यो हुँदाखेरि अहिले चाहिँ एन्ट्री नगरौँ है त। एकदमै मेजर सेलिङ प्रेसर चाहिँ देखिएको छ बजारमा। साहसमा चाहिँ अहिले चाहिँ एन्ट्रीको लागि हतार नगरौँ। कति सब्सक्राइबर पुग्यो एकचोटि कमेन्ट गरिदिए राम्रो हुन्थ्यो। 395 मै अड्केको छ। डेफिनेटली पनि सबैले सब्सक्राइब गरेर चाहिँ साथ दिउँ है त। सर म ब्याङ्किङतिर कुन बाई गरौँ भनेर टेन्सनमा छु, सजेस्ट दिनुहोस् त सर भन्नुभएको छ। ब्याङ्किङको सस्तो स्क्रिप्ट पनि तपाईँले हेर्न सक्नुहुन्छ। त्यसै गरी नोबेल ब्याङ्क चाहिँ एउटा राम्रो स्क्रिप्ट हुनसक्छ। सर्ट टर्ममा मेजर मुभ आउन सक्ने सम्भावना यसमा रहन्छ। बढेर पनि फेरि करेक्सन आइसकेको छ। करिब यही जोनमा चाहिँ तपाईँले एन्ट्रीको लागि हेर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ नोबेलमा अलिकति विश्वास गर्नुहुन्न भने चाहिँ तपाईँले केबिएल, प्रभु, एचबिएल, एनआइसी एसिया, जिबिआइएमई हेर्न सक्नुहुन्छ है त। एमबिएल पनि हेर्न सक्नुहुन्छ। ओहो बाई 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 सानो अब स्वर्गमा भेट होला। अब हाम्रो स्वर्गमा भेट होला। एउटा गीत भनिदिनु साथीहरू, म गीत गाएर सुनाइदिन्छु तपाईँहरूलाई। ल एउटा गीतको शीर्षक भनौँ त। ल एउटा गीतको शीर्षक भनौँ ल। कि त नेप्सेको बारेमा कुरा गरौँ, होइन भने एउटा गीतको बारेमा टाइटल लेखिदिउँ। जिबिआइएमई र एनआइसी जिबिआइएमईमा र एनआइसी एसिया छ सर, कुन होला बेस्ट भन्नुभएको छ। जिबिआइएमई अहिलेको सर्ट टर्मको लागि हेर्दाखेरि जिबिआइएमई चाहिँ अलिकति माथि जान सक्ने सम्भावना मैले देखेको छु। त्यसै गरी एनआइसी एसियाको कुरा गर्ने भन्दाखेरि अलिकति तल आएर माथि जान सक्ने सम्भावना चाहिँ यसमा रहन्छ है त। एउटा कुनै गीतको टाइटल भनिदिउँ त। ल म एउटा गीतको लिरिक्स सर्च गरेर एउटा गीत गाइदिन्छु। ल सबैले लाइक हान्दिउँ, सब्सक्राइब हान्दिउँ, कमेन्ट हान्दिउँ, के हान्दिउँ। ल हान्दिउँ ठ्याच्च हान्दिउँ, भ्याच्च हान्दिउँ। भयो गीत त भन्नुभएको छ। थ्याङ्क यू सो मच फर यर भ्यालुएबल कमेन्ट। मलाई पनि त्यस्तै लाग्छ, मेरो स्वर चाहिँ टपरामै मुते जस्तो छ। मेरो भोइस कस्तो छ साथीहरू एकचोटि कमेन्ट चाहिँ गरिदिउँ है त। मेरो साउन्ड कस्तो छ, म कतिको कन्फिडेन्ट सुनिन्छु एकचोटि कमेन्ट गरिदिउँ। मलाई चाहिँ हजुरहरूको फिडब्याक चाहिँ पोजिटिभ फिडब्याक, पोजिटिभ क्रिटिसिजमको चाहिँ म अलवेज थ्याङ्कफुल हुनेछु। केही सुधार गर्नुपर्ने चिज छ भने तपाईँले डेफिनेटली पनि भन्न सक्नुहुन्छ है त। 6 जना लाइभ वाचिङ हुनुहुन्छ, खै कसैले पनि कमेन्ट गर्नु भएन। अब चाहिँ म चाहिँ लाइभ एन्ड गर्दैछु है त। त्यसो भए साह्रै राम्रो भन्नुभएको छ आशिषज्यू। कुनै स्क्रिप्टको बारेमा चासो गुनासो केही छ भने चाहिँ तपाईँले एकचोटि कमेन्ट गर्न सक्नुहुन्छ है त। टिकटक किन एन्ड गर्नुभएको हो नि भन्नुभएको छ। टिकटकमा चाहिँ के भयो भन्दाखेरि यो चार्ट देखाएर एनालाइसिस गर्दाखेरि चाहिँ लाइभ सेसन चाहिँ ब्यान हुँदो रहेछ, रेस्ट्रिक्सन लाग्दो रहेछ। त्यो हुँदाखेरि दिनदिनै अलिअलि बेर जाने, केही बेर जाने, त्यसपछि चाहिँ फेरि बन्द गरिदिने, त्यस्तो गर्ने सोच्दैछु। आरएलएफएल भन्नुभएको छ। आरएलएफएलको कुरा गर्ने भने डेफिनेटली पनि एउटा पोजिटिभ सेन्टिमेन्ट अलिकति देखिएको छ। ओभरअल फाइनेन्स सेक्टरमा नेगेटिभिटी भएको हुँदाखेरि चाहिँ अलिकति तलै आउन सक्ने सम्भावना रहन्छ। अहिलेको अवस्थामा चाहिँ यसमा एन्ट्री चाहिँ नगर्नु होला। ब्याङ्किङको प्रभु 146, एमबिएल 165, 4,50,000 किता छ। सबै 500 को टार्गेट राखेको छु। इज इट पोसिबल? 500 को टार्गेट त अब लङ टर्ममै राख्नुहुन्छ भने डेफिनेटली पनि पोसिबल छ। तर सर्ट टर्मको लागि चाहिँ तपाईँले यत्रो किता रहेछ के अरे, तपाईँलाई म एउटा आइडिया दिउँ। झ्याम्म बेचिदिनु, त्यही दिन उठाइदिनु। ल झ्याम्म बेचिदिनु, त्यही दिन सस्ता उठाइदिनु। नेगेटिभ सर्किट हानिहाल्छ त यति किताल त। जोशी भन्नुभएको छ।
जोशीको कुरा गर्दाखेरि अलिकति तल आएर माथि जान सक्ने चान्स धेरै रहन्छ। 405 को जोनमा आउँछ भने एन्ट्री गर्न सक्नुहुन्छ। करिब 400 को जोनसम्म चाहिँ प्राइस आउन सक्छ, तर 400 को जोनमा आउँदाखेरि चाहिँ तपाईँलाई अझै घट्छ भन्ने लाग्न सक्छ। त्यसपछि तपाईँले एन्ट्री गर्नुहुन्न, त्यसपछि 405 भन्दा नि माथि जान्छ, त्यसपछि 410 भन्दा नि माथि जान्छ, त्यो पछि तपाईँको एन्ट्री गर्न छुट्छ। त्यो हुँदाखेरि 405 को जोनमा आउँदाखेरि तपाईँ एन्ट्री गरेर बस्न सक्नुहुन्छ है त। करिब 380 को जोनतिर तपाईँले स्टप लस राखेर अगाडि बढ्नु होला। सिन्धु भन्नुभएको छ, सिन्धु चाहिँ डेफिनेटली म सजेस्ट गर्दिनँ, सिन्धुमा चाहिँ जोइन नगर्नु होला तपाईँले। सब्सक्रिप्सन नै आएन साथीहरू, एक सब्सक्राइब हानेर साथ दिउँ। ल आजको लागि लाइभ यति नै भयो साथीहरू। एक सब्सक्राइब गरेर साथ दिउँ है त, हेर्दै गर्नुभएको साथीहरूले। तपाईँको सब्सक्राइबलाई चाहिँ म एकदमै कदर गर्नेछु। एक सब्सक्राइब चाहिँ गरिदिउँ। भोलि मेरो एक्जाम छ, अब केही बेर पढेर चाहिँ म सुत्दैछु। मलाई चाहिँ सबैले एकचोटि बेस्ट अफ लक भनिदिउँ है त। हजुरको के को एक्जाम छ नि भन्नुभएको छ। मेरो चाहिँ भोलि के को एक्जाम हो, के को एक्जाम हो नि ठ्याक्क थाहा छैन यार। भोलि एक्जाम इङ्ग्लिसको हो। सबैले एकचोटि बेस्ट अफ लक भनिदिउँ ल है त साथीहरू। अहिले चाहिँ लाइभ एन्ड गरेँ त मैले। सब्सक्राइब हानिदिउँ साथीहरू, सब्सक्राइब हानिदिउँ ल। लास्ट मोमेन्टमा 396 पुगेको छ। आजको टार्गेट मेरो 400 को टार्गेट छ। 5 जनाले हेर्दै हुनुहुन्छ, सबैले एक सब्सक्राइब हानिदिनु बस एकदम राम्रो हुन्थ्यो। अल द बेस्ट भन्नुभएको छ, थ्याङ्क यू सो मच, आई रियल्ली एप्रिसिएट योर विस। सबैले एक सब्सक्राइब हानिदिए एकदमै राम्रो हुन्थ्यो। आज चाहिँ 400 पुऱ्याउँ भन्ने टार्गेट थियो। बाई 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 सन। एउटा भिडियोको आइडिया दिउँ भन्नुभएको छ, डेफिनेटली पनि दिनुहोस् न। एनजिपिएलको अक्सन सेयरको भिडियो भन्नुभएको। के छ दाइ भन्नुभएको छ, धेरै धेरै ठिक छ। सब्सक्राइब गरेर चाहिँ साथ दिउँ। आजको टार्गेट मेरो 400 सब्सक्राइबरको टार्गेट थियो। लाइभ सेसनको डिस्कसन चाहिँ आजको लागि यति नै भएको छ। मलाई फलोअप गर्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युबको भिडियोहरू चाहिँ एकचोटि चेकआउट गर्न सक्नुहुन्छ। त्यसै गरी आज चाहिँ 400 पुऱ्याम भन्ने सोच प्लान थियो के अरे। हजुरले लाइभ मार्केटमा कुन ब्रोकरले यो बाई र सेल गरेको छ भनेर कसरी हेर्ने, कसरी भनेर भिडियो लाइभ मार्केटमा एसएचएल बाई गरौँ भने के हुन्छ भन्नुभएको छ। लाइभ मार्केटमा कसरी हेर्ने भन्ने कुरो मैलाई थाहा छैन सर। एसएचएल बाई गर्नको लागि भन्नुभएको छ। एसएचएल बाई गर्नको लागि अहिले राम्रो उचित नहुनसक्छ, तर छ भने होल्ड गर्नु होला। माथि जान सक्ने सम्भावना चाहिँ रहन्छ। बजारको भविष्य ओभरअल सुनौलो छ। एक सब्सक्राइब गरेर साथ दिउँ त सबैले। बेस्ट अफ लक भन्नुभएको छ, थ्याङ्क यू सो मच। आजको टार्गेट 400 को मिट गरेर चाहिँ सुतौँ भनेको यार। भोलि एक्जाममा जाँदा पनि फ्रेस मुड हुन्थ्यो। 396 मा गएर सब्सक्रिप्सन काउन्ट अड्किएको छ। मैले चाहिँ सब्सक्रिप्सन काउन्टलाई चाहिँ लाइभ काउन्ट चाहिँ राखिदिउँ क्या है बरु। सी लाइभ काउन्ट। योर वाच लिस्ट फर दिस विक भन्नुभएको छ। मेरो वाच लिस्टमा सधैँका चाहिँ कमर्सियल ब्याङ्किङका थुप्रै स्क्रिप्टहरू छन्। त्यो तपाईँले मेरो युट्युब च्यानल भिजिट गरेर चाहिँ एकचोटि चेकआउट गर्न सक्नुहुन्छ। त्यसै गरी मेरो वाच लिस्टको अर्को कम्पनीहरू भनेको चाहिँ एनटिसी, एचआरएल, एचडिएल, एचडिएचपिसी नै रहेका छन्। हजुरमा कुन ब्रोकरबाट बाई सेल गर्नुहुन्छ भन्नुभएको छ। 35बाट हो। 35ले एकदमै राम्रो रेस्पोन्स चाहिँ दिने गर्छ। त्यो हुँदाखेरि म चाहिँ अहिले चेन्ज गर्ने प्लानमा चाहिँ छैन है त। सुरुमा चाहिँ त्यति राम्रो गर्थेन, त्यहाँबाट ट्रेड गर्दै गइसकेपछि चाहिँ त्यसले चाहिँ अलि राम्रो रेस्पोन्स चाहिँ दिँदो रहेछ। एसपिडिएलको टार्गेट गर्ने हो भने सर्ट टर्म टार्गेट तपाईँले 375 को जोनमा राख्नु होला है त। सबैले एक सब्सक्राइब गरिदिउँ साथीहरू।
आजको सब्सक्रिप्सन टार्गेट चाहिँ मेरो 400 सब्सक्रिप्सनको छ, 396 पुगेको छ। 9जनाले हेर्दै हुनुहुन्छ, सबैले एक एक सब्सक्राइब गरिदिनु भयो, मेरो आज टार्गेट चाहिँ पुग्थ्यो है त। एचडिएल थप्दा हुन्छ भन्नुभएको छ, डेफिनेटली पनि एकदमै हुन्छ है त। एनआइसिएलबिएसएल भन्नुभएको छ, एनआइसिएलबिएसएल लाइभ एन्ड गर्छु भनेको फेरि 400 पुऱ्याएर एन्ड गरौँ न भन्ने मेरो प्लान भयो है। एनआइसिएलबिएसएलको कुरा गर्ने भने अलिकति माथि जान सक्ने सम्भावना रहन्छ, यही जोनमा प्राइसलाई बस्न दिनु होला है त। हजुरको वाच लिस्ट याद छ सर मलाई त भन्नुभएको छ। यस डेफिनेटली पनि म दिनदिनै वाच लिस्ट चाहिँ चेन्ज गर्दिनँ होइन, तिनै स्क्रिप्टहरू हेर्ने गर्छु। एउटै केही स्क्रिप्टहरूको लिस्ट बनाएर हामीले पटक पटक हेर्ने हो भने चाहिँ त्यसको प्राइस मुभमेन्ट चाहिँ राम्ररी ट्र्याक गर्न सकिन्छ। त्यो हुँदाखेरि धोती फेरे जसरी स्क्रिप्ट फेर्नु भनेको चाहिँ त्यति राम्रो चाहिँ मान्दिनँ है त। एनआइसिएलबिएसएलमा चाहिँ अलिकति माथि जान सक्ने सम्भावना रहन्छ। एकचोटि सबैले साथ दिउँ साथीहरू, सब्सक्राइब गरेर साथ दिउँ प्लिज, सब्सक्राइब गरेर चाहिँ साथ दिउँ है त। एनयुबिएल भन्नुभएको छ, मलाई भन्दा त हजुरलाई पनि धेरै थाहा जस्तो लागिसक्यो सर। मैले के रिप्लाई गरौँ हजुरलाई? एनयुबिएलको कुरा गर्दाखेरि डेफिनेटली पनि अलिकति तलै आउन सक्ने चान्स चाहिँ मैले देखेको छु है त। कुन इन्डिकेटर लगाएर हेरौँ भन्नुहोस् न हजुरले। अब यो खोइ सब्सक्राइब नै आएन यार, म बोल्दा बोल्दै थाकिसकेँ। एक एक सब्सक्राइब हानिदियो त एकदमै राम्रो हुन्थ्यो यार। एक सब्सक्राइब हानिदिउँ न साथीहरू यार, 6जनाले हेर्दै हुनुहुन्छ, सबले एक एक सब्सक्राइब हानेर 400 पुऱ्याइदिउँ त। किन बोल्दा बोल्दा एकदम थकित भइसकेको छु। हजुरको वाच लिस्ट एनयुबिएल हो, ठिक छ, राम्रो छ। सब्सक्राइब बढाउन सकिएन के अरे, अब रातभरिमा बढ्ला नि भन्ने आश छ। अहिलेको लागि यति नै भयो, हस् त, धन्यवाद। कृष्ण भूषालज्यू फेरि पनि भोलि पनि लाइभमा आउने नै छौँ, भोलि पनि लाइभमा आउनुहुनेछ भन्ने आश गरेको छु। कृपया साथ दिँदै गर्नु होला यसरी नै। च्यानलमा एक्टिभ पार्टिसिपेसनको लागि चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद। 396 सब्सक्राइबर पुगेको छ, 8जनाले हेर्दै हुनुहुन्छ, 4जनाले गरिदिनु भयो भने चाहिँ मेरो आजको टार्गेट कम्प्लिट हुन्थ्यो। 11जनाले हेर्दै हुनुहुन्छ, एकचोटि टार्गेट चाहिँ कम्प्लिट गरिदिनु होला, एक एक सब्सक्राइब चाहिँ गरिदिउँ है त। विलियम्स फ्र्याक्टल्स भन्नुभएको छ, कहिले नसुनेको चाहिँ तपाईँहरूले इन्डिकेटरको कुरा गर्नुभयो, हेरौँ है त। विलियम्स फ्र्याक्टल मैले चाहिँ कहिल्यै सुनेको थिइनँ यसको विषयमा। के हो सर यसको बारेमा त मलाई थाहा छैन, हजुरले केही जानकारी दिनु न बरु। यो त के यस्तो, मैले केही नै बुझिनँ सर। यो 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 इन्डिकेटर फर्स्ट टाइम हेर्दैछु मैले, त्यो हुँदाखेरि नो आइडिया है त। सबैले एक एक सब्सक्राइब गरेर साथ दिनु होला प्लिज। 95 भएको छ, उल्टो घट्न थालेको छ सब्सक्राइबर, त्यो हुँदाखेरि मैले चाहिँ लाइभ एन्ड गरेँ है त अहिले। हस् त, धन्यवाद, बाई बाई। यसरी लाइभमा बसेर उल्टो सब्सक्राइबर घट्यो भने मलाई अलिकति तनावजनक स्थिति सिर्जना हुनसक्छ, त्यो हुँदाखेरि हस् त, धन्यवाद, बाई बाई है त। भोलि आउँदा खुसीको खबर चाहियो है भन्नुभएको छ, थ्याङ्क यू सो मच। रिफ्रेस गर्नु, सब्सक्राइब भयो होला है भन्नुभएको छ, झन् उल्टो अनसब्सक्राइब भएको थियो। थ्याङ्क यू सो मच। एक सब्सक्राइबर फेरि बढेको छ, एक घटेर एक बढेको छ। म चाहिँ न्युट्रल छु, तपाईँको सपोर्टको लागि एकदमै आभारी छु है त। सेटिङमा गएर 20 राख्नु है भन्नुभएको छ। विलियम फ्र्याक्टल्सको सेटिङमा गएर हामीले 20 राख्ने भन्नुभएको छ। सेटिङमा गएर 20 ल राखेँ सर। अब चाहिँ के गर्ने भन्नुहोस् त। बाइसेल जोन दिएको हो र यसले, के हो यो? हाई र लो दिएको कि के हो? हाई र लो दिएको होला।
कमेन्ट पनि आएन, 7 जनाले हेर्दै हुनुहुन्छ, खै कमेन्ट गरेको। कमेन्ट आओस् न साथीहरू। बाहिर सेल जोन हो। ए थ्याङ्क यू सो मच फर न्यू इन्फर्मेसन है। म डेफिनेटली पनि बिस्तारै यसको बारेमा सिक्न, मलाई सम्झाउँदै गर्नु होला एकचोटि, यसलाई सिक्ने ट्राई चाहिँ गर्नेछु है त म। हजुरको एज कति हो भन्न मिल्छ होला? गुगल गुगल मिटिङ गर्नु अनि लाइभ डिस्कसन गर्नु कृष्ण भुषाल सर अरे। कृष्ण भुषालसँग म डेफिनेटली पनि कनेक्सन बनाउन चाहिँ चाहन्छु है। सरभन्दा सानो छु सर भन्नुभएको छ, कृपया एकचोटि आफ्नो उमेर खुलाइदिनु होला ल। मभन्दा सानो डेफिनेटली पनि हुनुहुन्न जस्तो लाग्छ मलाई। कति हुनुहुन्छ ल भन्नुहोस्। 12 कक्षा सक्नुभयो तपाईँले? 12 कक्षा सक्नुभयो? 12 कक्षा सक्नुभयो कि ब्याचलर सक्नुभयो ल भन्नुहोस् त। सबले एक सब्सक्राइब हानेर साथ दिउँ साथीहरू। 2061 मभन्दा ठुलै हुनुहुँदो रहेछ। म 62 मार्कको। मेरो भोइस चाहिँ अलिकति म्याच्योर सुनिन सक्छ, तर म चाहिँ 62 मार्कको है त। +2 पास हो। म पनि +2 पास नै भर्खर ब्याचलर जोइन गरेको छु। म अहिले बिबिए फर्स्ट सेमेस्टरको भोलि फर्स्ट मिड टर्म के अरे फर्स्ट इन्टर्नल एक्जाम दिँदैछु। सिक्सटी 427 मभन्दा 1 वर्षभन्दा नि अझ धेरै ठुलो हुनुहुँदो रहेछ। ल सर जोइन हुनु भन्नुभएको छ। साइन्सबाट +2 पास। म चाहिँ म्यानेजमेन्टबाट। आशिष सर पनि एकदमै तत्पर देखिनुहुन्छ। म बल्ल होइन भएको। आई डोन्ट अन्डरस्ट्यान्ड वाट्स गोइङ अन इन दिस लाइभ सेसन। तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। म चाहिँ तपाईँको कमेन्टको रिप्लाई गर्नेछु। कमेन्टको रिप्लाई गर्दा गर्दा अहिले चाहिँ कमेन्ट आउन छोडेर चाहिँ म यता पर्सनल कुरातर्फ लागेको। एकचोटि कमेन्ट गर्नुहुन्छ भने चाहिँ म डेफिनेटली पनि तपाईँको रिप्लाई चाहिँ गर्छु है त। वाट्स गोइङ अन दिस लाइभ सेसन। कुन कलेजमा हो हजुर? म पृथ्वीनारायण क्याम्पस सिएसआइटी फर्स्ट सेममा छु। कहाँ पोखरामै हो कि कुन तपाईँ त दाङ कि कहाँ भन्नुभएको थियो क्यारे है? कहाँ भन्नुभएको अरे एकचोटि भन्नुहोस् त, मैले बिर्सेँ। फर्स्ट सेममा छु। सिएसआइटीमा खास के विशेष गरी के पढाइ हुन्छ? फिजिक्स केमिस्ट्री नै हुन्छ र सिएसआइटीमा? अहिले कुन सेक्टर बुम होला भन्नुभएको छ? कमर्सियल ब्याङ्किङ राम्रो छ, हाइड्रो सेक्टर नि राम्रो छ। फाइनेन्स सेक्टरमा चाहिँ तपाईँले फाइनेन्स सेक्टर त ओभरअल प्लेयरकै हातमा छ के अरे। प्लेयरको हात छिर्ने हो भने फाइनेन्स सेक्टर नि बुम जान सक्छ, तर एन्ट्रीको लागि चाहिँ म सजेस्ट गर्दिनँ है त। यहाँ त 400 पुऱ्याएर सुतम्ला भनेको खै होला जस्तो छैन। उल्टो घट्छ के अरे यार। उल्टो घट्यो यार सब्सक्राइबर। यसो युट्युबमा केही गरौँ भनेको नि केही होला जस्तो। मेन फिजिक्स हो सर, आइटी सेक्टर हो सर भन्नुभएको छ। ए ल ठिक छ, पढेर राम्रो गर्नु होला। तपाईँको इन्टर्नल एक्जाम कहिलेबाट छ? कुशल हजुर नि मिट जोइन हुनुहोस्। कृष्णजी हजुर नि अरे। बिस्तारै गरौँला अब। कृष्णजीले छोड्नुहुन्न होला के लाइभ, जहाँसम्म मलाई लाग्छ। बिस्तारै मिटमा बोलाउला नि, गुगल मिटमा जुम मिटिङ गरौँला नि बिस्तारै। सेयर मार्केट फ्री क्लास बनाऊँ न, बरु फ्री मास्टर क्लास बनाऊँ न। सबै युट्युबका साथीहरूलाई चाहिँ जोइन गराएर फ्री मास्टर क्लास गराउने, सबै बेसिक कुराहरू भनिदिने आफूले जाने जति। एमएमसी कलेजमा भन्नुभएको छ। कुन ठाउँमा हो एमएमसी कलेज? अहिले हेर्दै गर्नुभएका साथीहरूलाई चाहिँ
सेयर मार्केट मास्टर क्लास त्यही पनि फ्रीमा चाहिएको छ भने चाहिँ एकचोटि कमेन्ट गर्नु होला है त। म चाहिँ जुम मिटिङमा अथवा गुगल मिटमा चाहिँ तपाईँहरूको लागि फ्री बेसिक टु एडभान्स चाहिँ तपाईँहरूको लागि फ्रीमा चाहिँ तपाईँलाई भ्यालुएबल भिडियो अथवा भनौँ भ्यालुएबल लाइभ सेसन चाहिँ दिने कोसिस गर्नेछु। एकचोटि कमेन्ट चाहिँ गरौँ, 5 जनाले हेर्दै हुनुहुन्छ है त। इन्टरनल सकियो भन्नुभएको छ। हाम्रो 81 भोलिबाट इन्टरनल भनेर चाहिँ खबर आएको छ। हाम्रो त कोर्सै नभ्याइकन इन्टरनल हुने भयो। यो पिएनमा यस्तै नै हो भन्ने खबर सुनिएको छ। कोर्सै नभइकन इन्टरनल नेपालगञ्जमा छ अरे। ल ठिक छ। नेपालगञ्ज भनेको बर्दियातिर हो क्या अरे सर? के हो अरे कुरो खास? नाइन्टी 97 पुगेको छ। थ्याङ्क यू सो मच। चाहियो ल लाइभ भन्नुभएको छ। डेफिनेटली पनि म मेरो एक्जाम सकिएपछि चाहिँ तपाईँहरूको लागि लाइभ ल्याउने छु है त। त्यो हुँदाखेरि एकचोटि मेरो च्यानललाई सब्सक्राइब गर्दै गर्नु होला, कमेन्टमा आउँदै गर्नु होला। म चाहिँ छिटै नै मेरो एक्जाम सकिने बित्तिकै, मेरो अब 1 गते चाहिँ एक्जाम सकिन्छ, त्यसपछि चाहिँ तपाईँहरूको लागि लाइभ बेसिक टु एडभान्स चाहिँ सेयर मार्केटको मैले जाने जति कुरा फ्रीमा दिने कोसिस गर्नेछु। त्यो हुँदाखेरि कोअपरेट गर्नुहुन्छ भन्ने आश गरेको छु है त। बाँके भन्नुभएको छ। ल ठिक छ। मेरो बाँकेको एउटा साथी थियो क्या पहिला, कुन ठाउँको, बाँकेको बर्दियाको हो क्या मेरो साथी भएको त। बाँके र बर्दिया एकैतिर होला नि है सर? भन्दा त एकैतिर आउँछ के अरे। थ्याङ्क यू फर 397 सब्सक्राइबर। सबैले एक सब्सक्राइब हानेर साथ दिउँ। टेक्निकल एनालाइसिस अथवा भनौँ नेप्सेको बेसिक टु एडभान्स कोर्स तपाईँलाई फ्रीमा चाहिएको छ भने मलाई कमेन्ट गर्नु होला, सब्सक्राइब गरेर राख्नु होला। मेरो एक्जाम सकिने बित्तिकै चाहिँ म तपाईँहरूको लागि फ्रीमा एउटा लाइभ सेसन चाहिँ लिएर आउनेछु। त्यहाँ तपाईँले आफूलाई लागेका चासो गुनासोहरू चाहिँ पोख्न सक्नुहुनेछ। म तपाईँहरूको उत्तर दिने प्रयास चाहिँ गर्नेछु। आफूलाई थाहा भएका कुरा तपाईँलाई सरसर्ती भनिदिनेछु, थाहा नभएका कुरा चाहिँ रिसर्च गरेर तपाईँलाई डेफिनेटली पनि भन्नेछु। बर्दियाको कुन साथी हो नि भन्नुभएको छ? मेरो सैनिक स्कुलमा, आर्मी स्कुलमा पढ्दाखेरि चाहिँ एकजना साथी थियो है। अब नाम भनेर त अब चिन्नुहुन्न होला, उसको नाम पनि नखुलाउँ यहाँ। एसएमएचएल भन्नुभएको छ। हो, यसरी कमेन्ट आउँछ भने चाहिँ म रिप्लाई गर्छु है त। एसएमएचएल भन्नुभएको छ। सब्सक्राइब गरेर चाहिँ साथ दिउँ है त साथीहरू। एसएमएचएलको कुरा गर्ने भने अझै तल आउन सक्ने सम्भावना छ। अहिले एन्ट्रीको लागि हतार नगरौँ। एकदमै मेजर सेलिङ मुभ चाहिँ आएको छ, एकदमै बियरिस मुभ देखिएको छ। त्यो हुँदाखेरि अझै तल आउन सक्ने सम्भावना बजारमा रहन्छ। आरएसआईको यदि कुरा गर्ने हो भने आरएसआईबाट हेर्दाखेरि चाहिँ बजार अझै सेलर्सकै कन्ट्रोलमा छ। अझै नै तल जान सक्ने चान्स चाहिँ बजारमा रहन्छ है त। एक सब्सक्राइब हानेर चाहिँ साथ दिउँ साथीहरू। तपाईँहरूको सब्सक्रिप्सनको चाहिँ एकदमै खाँचो छ है त मलाई। 398 पुगेको छ। अब 2 जनाले गरिदिनु भयो। मेरो आजको सब्सक्रिप्सन टार्गेट पुग्थ्यो। 6 जनाले हेर्दै हुनुहुन्छ, 2 जनाले थपिदिउँ ल। मेरो घर बर्दिया हो। +2 को लागि केटिएम गए नै फेरि नेपालगञ्ज आएको। मेरो एउटा कजन थापा भन्ने साथी थियो बर्दियाको, त्यसको याद आएको ठ्याक्क तपाईँले बर्दिया भनेपछि चाहिँ, बाँके भनेपछि चाहिँ। 398 सब्सक्राइबर पुऱ्याउन हामी सफल भएका छौँ। लेट्स बी अ पार्ट अफ 400 सब्सक्राइबर फ्यामिली प्लिज। नयाँ साथीहरूलाई वेलकम। यदि तपाईँलाई पनि टेक्निकल एनालाइसिसको बेसिक टु एडभान्स कोर्स, नेप्से सम्बन्धित बेसिक टु एडभान्स कोर्स त्यही पनि फ्रीमा चाहिएको छ भने एकचोटि आरएसआई अनि के इन्डिकेटरहरू सिकाउनु पऱ्यो भन्नुभएको छ। मेरो युट्युब भिजिट गर्नु होला। त्यहाँ चाहिँ मैले तपाईँको लागि आर्टिफिसियल इन्टेलिजेन्स अथवा च्याट जिपिटीको युज गरेर चाहिँ कसरी तपाईँले सिक्न सक्नुहुन्छ भनेर भिडियो बनाएको छु। तपाईँले मेरो यो युट्युब च्यानलमा जानु होला होइन, त्यहाँ गएर चाहिँ मेरो प्लेलिस्टमा जानु होला। सुन्नुहोस् है मेरो कुरा, मेरो युट्युब च्यानलमा जानु, त्यसपछि मेरो प्लेलिस्टमा जानु। त्यहाँ चाहिँ च्याट जिपिटी फुल कोर्स भनेर रहेको छ। त्यहाँ चाहिँ तपाईँले बेसिक टु एडभान्स विभिन्न टेक्निकल एनालाइसिसका टुलहरू चाहिँ सिक्न सक्नुहुनेछ। मैले चाहिँ बिस्तारै बिस्तारै भिडियोहरू पोस्ट गर्दैछु। त्यहाँ मैले आरएसआई, बोलिन्जर ब्यान्ड, म्याकडी, फिबोनाची रिट्रेसमेन्ट भनेर चाहिँ बेसिक कुराहरू चाहिँ बताइसकेको छु। अब चाहिँ भोल्युम एनालाइसिसको भिडियो चाहिँ सायद अब एक्जामले गर्दाखेरि चाहिँ म अलिकति बिजी छु होइन। अहिले चाहिँ म लाइभ बसेँ, दिनभरि पढेर नै लाइभ बसेको हो म।
त्यो हुँदाखेरि चाहिँ तपाईँले यस्ता भिडियोहरू चाहिँ हेर्न सक्नुहुन्छ है त। मेरो प्लेलिस्टको कुरा गर्ने हो भने च्याट जिपिटी फुल कोर्स भनेर चाहिँ मैले 5वटा भिडियो हालिदिएको छु एकचोटि। मेरो प्लेलिस्टलाई चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ है त। नेप्सेको सम्बन्धित फुल कोर्स चाहिएको छ तपाईँलाई, त्यही पनि फ्रीमा भने चाहिँ सब्सक्राइब गर्नुहोला। म मेरो एक्जाम सकिए लगत्तै चाहिँ त्यो भिडियो चाहिँ तपाईँहरूको लागि ल्याउने छु है त। आज 400 पुर्याउने टार्गेट थियो साथीहरू, खै अब 2 बढे त टार्गेट एचिभ हुन्थ्यो। कुन चाहिँ राम्रो इन्डिकेटर हो त भन्नुभएको छ। तपाईँले आफै टेस्ट गरेर पनि हेर्न सक्नुहुन्छ। मलाई मनपर्ने भनेको बोलिन्जर ब्यान्ड, म्याकडी र आरएसआईलाई सँगै युज गर्ने, त्यसमा फिबोनाची रिट्रेसमेन्ट पनि मिसाउने। कुन चाहिँ स्क्रिप्टको टेक्निकल एनालाइसिस चाहिएको छ कमेन्ट गरिदिनु। इचिमोको क्लाउड इन्डिकेटर हेर्नु है भन्नुभएको छ। डेफिनेटली पनि म यसमा पनि एउटा भिडियो चाहिँ ल्याउने नै छु है त। मैले चाहिँ च्याट जिपिटीमा फुल फोकस भएर चाहिँ उसले जे भन्छ त्यही चाहिँ ल्याउँदैछु है। बेसिक टु एडभान्स कोर्स मैले च्याट जिपिटीमै डिजाइन गर्दैछु। त्यो हुँदाखेरि तपाईँहरूको लागि सम्पूर्ण कुराहरू समेटिएर आउनेछन् भन्ने आश मैले पनि गरेको छु। हो, यो सही कुरा गर्नु। इन्डिकेटरले चाहिँ हामीलाई बाई सिग्नल दिने होइन कि, बाई सिग्नल सेल सिग्नल दिने होइन कि, इन्डिकेसन दिने हो एउटा होइन। मार्केट साइकोलोजी बुझाउने हो वास्तवमा इन्डिकेटरको काम भनेको, साइकोलोजीको इन्डिकेसन दिने हो होइन। हामीले चाहिँ सेट अफ इन्डिकेटर्स युज गरेर चाहिँ आफ्नो प्रेडिक्सनलाई चाहिँ अलिकति स्ट्रङ बनाउन सकिन्छ। जुन प्राइस रेन्जमा बाई गर्दा पनि रिस्क हुन्छ, जुन जोनमा गएर सेल गर्दा पनि त्यहाँबाट चाहिँ बढेर जान सक्ने सम्भावना हुन्छ। त्यो हुँदाखेरि सेयर मार्केट भनेको 50-50% को गेम हो। हस् त, धन्यवाद। आजको लागि लाइभ सेसन यति नै भयो है त। आज 400 पुऱ्याउन सकिएला जस्तो मलाई लागेन। त्यो हुँदाखेरि लाइभ सेसन चाहिँ यहीँ एन्ड गरौँ है त साथीहरू।